2076 को दफा 3 बमोजिम आजबाट प्रारम्भ भएको दोस्रो गाउँसभा को 7औं अधिवेशनमा सबै सभाका सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु। यो अधिवेशन वर्षे अधिवेशन भएकोले यस अधिवेशनलाई बजेट अधिवेशनको रूपमा पनि लिने गरिन्छ। 7औं अधिवेशनसम्म आइपुग्दा हामीले 43 वटा ऐन जारी गर्न सक्षम भएका छौं। ऐनको आधारमा कार्यपालिकाले 6 वटा नियमावली र 73 वटा कार्यविधि तथा निर्देशिका जारी गरिसकेको छ। गाउँसभाबाट पहिलो चरणमा संविधानको अनुसूची 8 मा रहेका एकल अधिकारको कार्यान्वयनको लागि आवश्यक पर्ने कानुनहरू तर्जुमा गरिरहेका छौं भने अनुसूची 9 मा रहेका साझा अधिकार मध्ये संघीय तथा प्रदेश कानुनले स्थानीय सरकारको कार्यक्षेत्र भनी तोकेका अधिकार क्षेत्रमा क्रमशः कानुन बनाउँदै लगिनेछ। स्थानीय तहको दोस्रो निर्वाचन पश्चात हामीले 26 वटा ऐन र 46 वटा कार्यविधि निर्देशिका निर्माण गरेका छौं। यस अवधिमा हामी मध्यमकालीन खर्च संरचनाको प्रतिवेदन 2080, 81 र 2082, 83 र 2081, 82, 83, 84 समेत तर्जुमा गर्न सकेका छौं। विभिन्न प्रकारका सूचकका आधारमा मूल्याङ्कन गर्दा गत आर्थिक वर्ष राप्ती गाउँपालिका उत्कृष्ट गाउँपालिकाको दर्जामा रहन सफल भएको छ। आर्थिक वर्ष 2080-81 को लैंगिक समानता समावेशीकरण परीक्षणमा 85 अंक, स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कनमा 97.5 अंक र वित्तीय जोखिम सुशासन मूल्याङ्कनमा 93.50 अंक हासिल गर्न सफल भएका छौं। प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको गाउँपालिकाको कार्य सम्पादन मूल्याङ्कनमा 67.26 अंक प्राप्त गरी दाङ जिल्लामा प्रथम स्थान हासिल गरेका छौं र गाउँपालिकाको गत आर्थिक वर्ष 2080-81 को अन्तिम लेखा परीक्षण गरी प्रतिवेदन प्राप्त भइसकेको छ। प्रतिवेदन अनुसार हाम्रो बेरुजु वार्षिक बजेटको 0.14% रहेको छ, जुन जिल्लाका अन्य स्थानीय तहको भन्दा धेरै न्यून रहेको छ। गत वर्ष हामीले कुल बजेटको 91.64% खर्च गरेकोमा चालू आर्थिक वर्षको हालसम्म 62.35% बजेट खर्च भएको छ। यी सबै कार्य सम्पादनको सूचकहरूको मूल्याङ्कनबाट हाम्रो क्षमता र कार्य सम्पादन राम्रो भएको देखिन्छ। लुम्बिनी प्रदेश सभाका माननीय सभामुखज्यू, गाउँ सभाका सदस्यज्यूहरू, यो गाउँ सभा अधिवेशन बजेट अधिवेशन भएकोले विशेष गरी नीति तथा कार्यक्रम र वार्षिक बजेटमा केन्द्रित हुनेछ। गाउँ सभाका सदस्यज्यूहरू, सभाको आजको बैठकमा लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री तुलाराम घरती मगरज्यूलाई गाउँ सभाको अवलोकन तथा विशेष सम्बोधनका लागि आमन्त्रण गरेका छौं। हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गरी लुम्बिनी प्रदेशका माननीय सभामुखज्यूको गरिमामय उपस्थिति भइसकेको छ। राप्ती गाउँपालिका परिवारको तर्फबाट र गाउँ सभाका सबै सदस्यज्यूहरूको तर्फबाट हार्दिक स्वागत गर्दै माननीय सभामुखज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सभाका सदस्यज्यूहरू, आजको बैठकको कार्यसूची देखाए अनुसार रहेको छ। दोस्रो गाउँ सभाको 7औं अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने नम्बर 1 मा। त्यसैगरी नम्बर 2 मा दोस्रो गाउँ सभाको 7औं अधिवेशनको सफलताको शुभकामना मन्तव्य राख्ने। नम्बर 3 मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने। नम्बर 4 मा लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री तुलाराम घरती मगरज्यूको विशेष सम्बोधन रहेको छ भने नम्बर 5 मा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने रहेको छ। लुम्बिनी प्रदेश सभाका माननीय सभामुखज्यू, गाउँ सभाका सदस्यज्यूहरू, अब म आजको बैठकको कार्यसूचीको पहिलो नम्बरमा रहेको राप्ती गाउँपालिकाबाट गाउँ सभाको 7औं अधिवेशन आह्वान गर्नको लागि भएको पत्रको बेहोरा पढेर सुनाउन चाहन्छु।
राप्ती गाउँपालिका गाउँसभाको सचिवालय दाङ जिल्ला लुम्बिनी प्रदेश मिति 2082 साल जेठ 30 गते। श्री गाउँसभाका सदस्यज्यूहरू राप्ती गाउँपालिका मसुरिया दाङ विषय दोस्रो गाउँसभाको 7औं अधिवेशन आह्वान गरिएको सम्बन्धमा प्रस्तुत विषयमा लुम्बिनी प्रदेशको गाउँसभा नगरसभाको कार्यसञ्चालन कार्यविधि ऐन 2076 को दफा 3 को उपदफा 1 बमोजिम राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको 7औं अधिवेशन गाउँपालिकाका अध्यक्षज्यूबाट देहाय बमोजिमको मिति समय र स्थानमा आह्वान गर्नुभएको बेहोरा सभाका सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध छ। सभाको कार्यसूची राप्ती गाउँपालिकाको सभाहल आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्तुत। बैठक बस्ने समय मिति समय र स्थान 2082 असार 6 गते शुक्रबार बिहान ठीक 11 बजे। स्थान राप्ती गाउँपालिकाको सभाहल मसुरिया दाङ। लुम्बिनी प्रदेशका माननीय सभामुखज्यू, सभाका उपाध्यक्षज्यू, सभाका सदस्य सचिवज्यू, सशस्त्र ज्वालामाईगढ भालुवाङका प्रमुखज्यू, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुखज्यू, सम्पूर्ण गाउँसभाका सदस्यज्यूहरू र राष्ट्र सेवक सम्पूर्ण कर्मचारीहरूमा म सबै गाउँसभाका सदस्यज्यूहरूको तर्फबाट यहाँहरू सबैलाई दोस्रो गाउँसभाको 7औं अधिवेशनमा आफ्नो गरिमामय उपस्थिति जनाएर यसको जुन गाम्भीर्यतालाई बढाइदिनु भएकोमा यहाँहरू सबैलाई धन्यवाद र बधाई भन्न चाहन्छु। दोस्रो गाउँसभाको 7औं अधिवेशन सभाध्यक्षज्यूले जानकारी गराए बमोजिम त्यो बर्खे अधिवेशन भएको हुँदा यसमा हामी विगत भन्दा अझ सौहार्दपूर्ण वातावरणबाट अझै उत्कृष्टताका साथ पूर्ण सफल होस् भन्दै यसको पूर्ण सफलताको कामना गर्दै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पूर्व जनप्रतिनिधिहरू समेतलाई पनि म धन्यवाद टक्राउँदै यहाँबाट आफ्नो 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल 3 को महिना 6 गते यस राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको 7औं अधिवेशनको बैठक नम्बर 1 का सभाध्यक्षज्यू र लुम्बिनी प्रदेशबाट पाल्नुभएका सम्माननीय सभामुखज्यू र गाउँसभाका सम्पूर्ण सदस्यहरूमा म मेरो व्यक्तिगत तर्फबाट नमस्कार गर्न चाहन्छु। सर्वप्रथम त म प्रदेश प्रमुखज्यूको आफ्नो अमूल्य समय थाती राखेर आज हाम्रो गरिमामय सभामा उपस्थित भइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र शुभकामना मन्तव्यको लागि मलाई थोरै समय दिनुभएकोमा आदरणीय सभाध्यक्षज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त हाम्रो राष्ट्र सञ्चालनको लागि 3 तहको सरकार आवश्यक पर्दछ, जसमध्ये हामी चाहिँ स्थानीय सरकार जनताको घर आँगनमा छौं र स्थानीय सरकारले चाहिँ जनताको मर्म र भावना एकदमै नजिकबाट निहालिरहेको हुन्छ र हामी जनप्रतिनिधि भएको पनि 3 वर्ष बितिसक्दा राप्ती गाउँपालिका नेपालमै नमुना गाउँपालिका रूपमा चिनिएको छ र यस स्थानसम्म पुर्याउनमा हामी जनप्रतिनिधि, गाउँसभाका सदस्यहरू र राष्ट्र सेवक कर्मचारीहरूको एकदमै ठूलो भूमिका रहेको छ। त्यसकारण अबको दिनमा प्रदेश सरकार पनि हामीसँग हाम्रै घर आँगनमा रहेको छ। त्यसकारण अब राप्तीमा हुने हरेक सफलतामा प्रदेश सरकारको पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ। अबका भावी योजनाहरूमा प्रदेश सरकारले तथा यस राप्ती गाउँपालिकाले समानताको आधारमा होइन, समताको आधारमा चाहिँ बजेट विनियोजन गर्नुपर्छ
र सबै क्षेत्रलाई चाहिँ समेट्ने गरी प्रदेश सरकारले पनि राप्ती गाउँपालिकालाई अझ अग्र स्थानमा राख्न अहम भूमिका खेल्नेछ भन्ने आशा व्यक्त गर्दै म आज 7औं गाउँसभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद। गाउँपालिका दोस्रो गाउँसभाको 7औं अधिवेशनमा पाल्नुहुने माननीय प्रदेश सभामुखज्यू, राप्ती गाउँपालिकाका प्रमुख तथा उपप्रमुखज्यू, गाउँसभाका सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकारीज्यू, विभिन्न निकायबाट प्रतिनिधित्व गर्नुभएका अतिथिज्यूहरू, सामाजिक सङ्घ संस्था सञ्चारकर्मी तथा यहाँहरू सम्पूर्ण सम्माननीय नागरिक महानुभावहरूलाई नमस्कार गर्न चाहन्छु। यस गाउँसभाको कार्यक्रमको अवसरमा म वार्ड नम्बर 3 को तर्फबाट यहाँ सम्पूर्णलाई हार्दिक स्वागत, नम्र अभिवादन र शुभकामना व्यक्त गर्न चाहन्छु। गाउँसभा लोकतन्त्रको मूल आधार हो। योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको प्रत्यक्ष सहभागिताले मात्र स्थानीय शासन प्रणाली सशक्त बन्न सक्छ भन्ने हाम्रो विश्वास हो। यो गाउँसभा गाउँको समृद्धि, जनताको हक अधिकार, पारदर्शिता र जवाबदेहिताको अभ्यास गर्ने महत्त्वपूर्ण अवसर हो। प्रदेश प्रमुख ज्यूको उपस्थितिले हामीलाई थप ऊर्जा, प्रेरणा र मार्गदर्शन मिल्छ भन्ने आशा लिएको छु। हाम्रो पालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा सहभागिता, महिला सशक्तिकरण, रोजगारी जस्ता क्षेत्रहरूमा उल्लेखनीय सुधार र योजनाबद्ध विकास भइरहेका छन्। तर अझै केही धेरै गर्न चाहिँ अझै बाँकी नै छ। आजको सभा हामी सबैका लागि समीक्षा, सिकाइ र आगामी यात्राको दिशानिर्देशन गर्ने थलो बन्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु। अन्त्यमा यस गाउँसभाको सफल आयोजना, सकारात्मक बहस, सहकार्यपूर्ण निर्णय र जनहित मैत्री योजना निर्माण होस् भन्ने शुभेच्छा सहित मेरो शुभकामना मन्तव्य यही समाप्त गर्छु। हस्त धन्यवाद, नमस्कार। लुम्बिनी प्रदेश सभाका माननीय सभामुखज्यू, गाउँसभाका सदस्यज्यूहरू, अब म आजको बैठकको तेस्रो नम्बरमा रहेको कार्यसूची अनुसार गाउँसभा नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन 2076 को प्रावधान अनुसार राप्ती गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम 2082 पेश गर्ने अनुमति चाहन्छु। सदस्यज्यूहरू, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन स्थापना पछिको ऐतिहासिक दोस्रो गाउँ सभाको 7औं अधिवेशनको विधिवत रूपमा सुरुवात भएको छ। राप्ती गाउँपालिकाको गरिमामय यस सभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। स्थानीय नागरिकको विकासको चाहना, अघिल्लो आर्थिक वर्षका अधुरा कार्यक्रमहरू, विज्ञ तथा सरकारवालाहरूले दिएको सुझाव, निर्वाचित जनप्रतिनिधिहरूद्वारा मुखारित जनभावनाहरूलाई आत्मसात गर्दै समग्र गाउँपालिकाको नीतिगत मार्ग निर्देशन गर्ने यस गाउँसभा आर्थिक वर्ष 2082-83 का लागि प्रस्तावित नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु। यस महत्त्वपूर्ण अवसरमा नेपालको सार्वभौम सत्ता, स्वाधीनता, मौलिक अखण्डता, संघीय लोकतान्त्रिक गणतन्त्र बहाली, राज्यको आमूल परिवर्तनका लागि 2007 सालको प्रजातान्त्रिक आन्दोलन, 2046 सालको जनआन्दोलन
युगान्तकारी महान जनयुद्ध र जनयुद्धको जगमा भएको 2062-63 को जनआन्दोलन तथा अन्य विभिन्न लोकतान्त्रिक संघर्षको क्रममा गौरवपूर्ण शहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै सम्पूर्ण घाइते बेपत्ता तथा शहीद परिवारहरूप्रति उच्च सम्मान प्रकट गर्दछु। मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरूप्रति आदरभाव तथा स्मरण गर्दछु। नेपाली राजनीतिको विभिन्न कालखण्डका गौरवपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा, वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको विकास गर्न र अन्ततः नेपालको संविधानले निर्दिष्ट गरे अनुसारको समाजवाद र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको विकास गर्न र अन्ततः नेपालको संविधानले निर्दिष्ट गरे अनुरूपको समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्ने आधार तयार पार्न राप्ती गाउँपालिकाले समृद्ध राप्ती, सुखी र खुशी राप्तीवासी भन्ने मूल नारा अनुरूप आफ्ना सम्पूर्ण नीति तथा कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। स्थानीय सरकारलाई लोकतन्त्रको रक्षा गर्ने एक दरिलो खम्बाको रूपमा लिँदै सामाजिक न्याय सहितको समृद्ध र समतामूलक राप्ती गाउँपालिका निर्माण गर्न हाम्रो सम्पूर्ण स्रोत साधन तथा जनशक्ति यस पालिकाको समग्र सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणका पक्षमा खर्च गर्दै पूर्ण रूपमा जनताको दैनिक जीवनमा परिवर्तन गर्ने संकल्प सहित सोही अनुसारको नीति, योजना, कार्यक्रम र बजेट तयार गर्ने तथा त्यसको कार्यान्वयन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। गाउँसभाका सदस्यज्यूहरू, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको मिति 2079 वैशाख 31 गते सम्पन्न दोस्रो स्थानीय निर्वाचनबाट निर्वाचित गाउँपालिकाको अध्यक्षको हैसियतले चौथो पटक यो नीति तथा कार्यक्रम पेश गरिरहेको छु। यति बेला नेपाली जनताले लामो समयसम्म गरेको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र थप विकास गर्दै समाजवादको आधार तयार पार्नुपर्ने अवस्था छ भने अर्कोतर्फ प्राप्त उपलब्धिहरू समेत गुम्न सक्ने चुनौतीहरू पनि हाम्रो सामु खडा भएको छ। विश्व परिवेशमा शक्ति राष्ट्रबीच बढ्दै गएको शक्ति सङ्घर्ष र आन्तरिक रूपमा राजनीतिक व्यवस्थाप्रति बढ्दै गएको जनताको वितृष्णाले राष्ट्रिय राजनीति नयाँ मोडतर्फ अगाडि बढिरहेको छ। यस विषम परिस्थितिमा लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच दरिलो एकताको आवश्यकता महसुस हुँदै गएको छ। त्यसका लागि गाउँपालिकाभित्र क्रियाशील लोकतान्त्रिक आन्दोलनका सहयात्री राजनीतिक दलहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि सहकार्य गर्न म हार्दिक अपिल गर्दछु। गाउँसभाका सदस्यज्यूहरू, विविध कारणले विश्वव्यापी रूपमा आर्थिक गतिविधिहरूमा मन्दी आएको तितो वास्तविकता हामी समक्ष विद्यमान छ। यसको प्रत्यक्ष एवं परोक्ष प्रभाव हामीमा पनि परेकै छ। यसको प्रभाव स्वरूप संघ र प्रदेशबाट हामीलाई प्राप्त हुँदै आएको सामान्यीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान लगायतका बजेटमा भारी मात्रामा कटौती भएको छ। यसका साथै गाउँपालिकाको आन्तरिक स्रोतमा समेत अपेक्षाकृत वृद्धि हुन सकेको छैन। यति हुँदाहुँदै पनि हामी समक्ष विद्यमान स्रोत र साधनहरूको उच्चतम प्रयोग गरी समृद्ध पालिका निर्माणको अभियानमा निरन्तर अगाडि बढ्न हामी दृढ सङ्कल्पित छौँ। कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको विकास गरी स्वरोजगारको माध्यमबाट समृद्ध राप्ती निर्माण गर्ने यस योजनामा सरोकारवाला सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छु। निर्वाचनका हुँदाका बखत हामी निर्वाचित जनप्रतिनिधिले राप्ती गाउँपालिकाको समग्र विकासका लागि राप्तीवासीहरूसँग गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा कार्यान्वयन गर्न हामीसँग उपलब्ध स्रोत साधन र जनशक्ति व्यवस्थापनका अप्ठ्यारोहरूलाई चिर्दै जनता सामु गरेका बाचाहरूलाई पूरा गर्न प्रतिबद्ध रहेको कुरा मनन गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरू अगाडि बढाउने सवालमा सम्पूर्ण राप्तीवासीको उत्तिकै सहयोग हुनेमा विश्वस्त छु। हामीहरू योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका कामहरू हुनुपर्छ भन्नेमा दृढ छौँ। हामी जनताका निर्वाचित जनप्रतिनिधिहरू मालिक होइन, जनताको असली सेवक हो भन्ने मान्यतालाई शिरोधार्य गरी कार्य गर्नेछौँ र त्यसबाट कहिल्यै विचलित हुने छैनौँ। मान्य सभामुखज्यू, गाउँसभाका सदस्यज्यूहरू, विकासका समसामयिक मुद्दाहरू दिगो विकासको लक्ष्य, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा,
लैंगिक सशक्तिकरण र समावेशी विकास, बाल मैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, पूर्ण सरसफाई लगायतका सम्बन्धित विषयहरूमा निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता पत्रहरू, विगतका वर्षहरूमा राप्ती गाउँपालिकाले तयार पारेका नीति तथा योजनाहरू, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजस्व परामर्श समिति, विषयगत समिति लगायत समितिबाट प्राप्त प्रतिवेदनहरू तथा सुझाव, वडा टोल सुधार संस्था, विभिन्न राजनीतिक दल, विज्ञ, विभिन्न भेला सङ्घ संस्था, राप्ती गाउँपालिकावासी, सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूका सल्लाह सुझाव समेट्ने प्रयत्न गरिएको छ। गाउँ सभाका सदस्यज्यूहरू, राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमामा मुख्य उद्देश्यहरू निम्न अनुसार रहेको बेहोरा जानकारी गराउन चाहन्छु। जनताको मौलिक हकको रूपमा रहेको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने, नागरिक मैत्री सेवा प्रवाह र विकास व्यवस्थापनका कार्य सञ्चालन गर्नु, नागरिकलाई आत्मनिर्भरतिर उन्मुख गराउन रोजगारीको नयाँ स्रोत खोजी गर्नु, राप्तीवासीको क्षमताको उच्चतम सदुपयोग गरी समृद्ध पालिका बनाउनु। गाउँ सभाका सदस्यज्यूहरू, अब म राप्ती गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को नीति कार्यक्रम तर्जुमा गर्दा लिएका आधारहरू निम्न बमोजिम प्रस्तुत गर्न चाहन्छु। नेपालको संविधानको प्रस्तावना, मौलिक हक, एकल तथा साझा अधिकारका सूची, संघीय सरकार तथा प्रदेश सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरू, संघ प्रदेश सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्त नीति, राप्ती गाउँपालिकाले आवधिक विकास योजनाले तय गरेका प्राथमिकता, नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेका जनाएका प्रतिबद्धताहरू, स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्य स्थानीय तहसँग सम्बन्धित कानुन यसका मुख्य आधारहरू रहनेछन्। गाउँ सभाका सदस्यज्यूहरू, अब म राप्ती गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। सामाजिक विकास क्षेत्रतर्फ शिक्षा, युवा तथा खेलकुद क्षेत्रको नीति, सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि 10 कक्षासम्म निःशुल्क शिक्षाका लागि भर्ना शुल्क, मासिक शुल्क, पढाइ शुल्क तथा पाठ्य पुस्तक शुल्क नलिने कार्यलाई निरन्तरता दिइनेछ। निःशुल्क शिक्षाका लागि विद्यालयलाई अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। विद्यालय शिक्षामा गुणस्तर, पहुँच, समता र प्रगति सहितको सिपयुक्त शिक्षा प्रदान गर्ने नीतिलाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन तथा रिक्त स्थानहरूमा समयमै शिक्षकको व्यवस्थापन गर्न शिक्षक बैंकको अवधारणा कार्यान्वयन गरिनेछ। सामुदायिक विद्यालयको चल अचल सम्पत्तिको अभिलेख, व्यवस्थापन, संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयमा निःशुल्क पाठ्य पुस्तक, छात्रवृत्ति, छात्राहरूका लागि सेनिटरी प्याड, तोकिएको कक्षामा सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। संघ तथा प्रदेश सरकारको सहकार्य र साझेदारीमा विद्यालयमा भौतिक पूर्वाधार विकास गर्दा बाल मैत्री, अपाङ्ग मैत्री, सूचना प्रविधि मैत्री तथा भूकम्प प्रतिरोधी बनाउने कार्यलाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयहरूमा सम्बन्धित तहको प्रधानाध्यापकको व्यवस्था सहित स्पष्ट सूचकका आधारमा गाउँपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले शिक्षकसँग कार्य सम्पादन करार गरी विद्यालय शिक्षाको नतिजा तथा गुणस्तर सुधार गरिनेछ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई शिक्षामा सम्बन्धित तथा प्रचलित कानुनले निर्धारण गरेका विषय बाहेकका अन्य सङ्घ संस्था समितिमा आबद्ध हुने कार्यलाई रोक्ने नीतिलाई निरन्तरता दिइनेछ। शिक्षक तथा कर्मचारीको पेशागत दक्षता अभिवृद्धिका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ। संघ प्रदेश गाउँपालिका वडा तहका विद्यालयको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गरी शैक्षिक सुशासनको प्रत्याभूति प्रदान गरिनेछ। विद्यार्थी, युवा तथा खेलाडीहरूको लागि सहयोग, सम्मान, परामर्श कार्यक्रम सञ्चालन गरिनेछ। स्काउट, रेड क्रस, एनसीसी कार्यक्रमलाई निरन्तरता दिइनेछ। तोकिएको तहका कक्षाका विद्यार्थीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। अति विपन्न, विपन्न, दलित, अभिभावक गुमाएका, द्वन्द्व पीडित, घाइते, अपाङ्गता भएका,
बेपत्ता परिवार, मुक्त कमैया बालबालिका, मुक्त कमलरी सहित परिवारका बालबालिका, पारिवारिक विचलनमा परेका बालबालिकाहरूलाई पोशाक तथा स्टेसनरी उपलब्ध गराउने कार्यका लागि उपाध्यक्ष शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। आधारभूत तह तथा माध्यमिक तहको परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गरिनेछ। तोकिएको नतिजाका आधारमा शिक्षक सम्मान र प्रोत्साहन गरिनेछ। सामुदायिक विद्यालयलाई थप स्रोत साधनयुक्त बनाई व्यवस्थित रूपमा सञ्चालनका लागि गाउँ सभाबाट उच्च स्तरीय समिति बनाई अध्ययन गरिनेछ। अभिभावक साझेदारी कार्यक्रम मार्फत सामुदायिक विद्यालयको कक्षा 6 देखि 12 सम्म दिवा खाजा, संगीत, खेल, यातायात सिकाइ र आपूरणसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गरिनेछ। अभिभावक शिक्षा कार्यक्रमको माध्यमबाट अभिभावकको बालबालिका र विद्यालय प्रति जिम्मेवारी र जवाबदेहिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। शैक्षिक सामग्री सहितको बृहत शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरी कक्षा कोठामा शैक्षिक सामग्रीको प्रयोगमा जोड दिनेछ। सिकाइका लागि विषय क्षेत्रगत प्रयोगशाला प्रयोग कार्यक्रम सञ्चालन गरिनेछ। संस्थागत विद्यालयहरूको पालिकाबाट नियमन र अनुगमन गरी संस्थागत विद्यालयबाट लिने शुल्क तथा संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई थप व्यवस्थित गरिनेछ। विद्यार्थी सम्वर्धन र प्रेरणा कार्यक्रम अन्तर्गत ख्याति प्राप्त विशेषज्ञ, साहित्यकार, वैज्ञानिक, जनप्रतिनिधि, उद्यमी, राष्ट्रसेवक, कर्मचारी लगायतका व्यक्तित्वद्वारा विद्यालयमा ओन डे क्लासरुम सञ्चालन गरी विद्यार्थीहरूलाई जीवन उपयोगी ज्ञान, सिप र जीवन मूल्य शिक्षा, नेतृत्व विकास र समाजप्रतिको जिम्मेवारी बोध गराइनेछ। मोबाइल होइन अनुभवसँग साक्षात्कार अन्तर्गत सूचना प्रविधिको अत्यधिक प्रयोगबाट बालबालिकामा देखिएको मोबाइलको लत न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा आधारित प्रयोगात्मक सिकाइ कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत विद्यार्थीलाई ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया गराइने साथै स्वास्थ्य संस्थामा बिरामीसँग भेटघाट गरी सामाजिक समवेदना र सेवाभाव विकास गर्न पुस्तान्तरणको प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ। उच्च शिक्षातर्फ प्राविधिक धारको शिक्षा सञ्चालन गर्न विश्वविद्यालयसँग पहल गरिनेछ। गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ सिल प्रतियोगिता, वडा स्तरीय खेलकुद, विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई थप व्यवस्थित गर्दै स्वस्थ र प्रतिस्पर्धी नागरिक निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। खेल क्षेत्रको विकास, प्रवर्धन र सहयोगको कार्यक्रमलाई निरन्तरता दिनेछ। खेल क्षेत्रको विकासको लागि पालिका स्तरको खेल मैदानको विकास गरिनेछ। राप्ती गाउँपालिकाको युवा नीति निर्माण गरिनेछ। युवाहरूको परिचालन मार्फत समाज रूपान्तरण गर्ने युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य सम्बन्धी नीति, आधारभूत स्वास्थ्य सेवामा उपचारात्मक, प्रवर्धनात्मक, प्रतिकारात्मक, पुनर्स्थापनात्मक र प्रशामक स्याहार कार्यक्रमलाई निरन्तरता दिनेछ। ज्येष्ठ नागरिकलाई घर घरमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्थालाई थप व्यवस्थित गरी सञ्चालन गरिनेछ। 80 वर्ष माथिका ज्येष्ठ नागरिक तथा बेसहारा अपाङ्गता भएका क र ख वर्गका व्यक्तिहरू, गर्भवती तथा प्रसुति सेवाको लागि गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछ। संस्थागत प्रसुति, सर्वरोग नियन्त्रण, नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनेछ। परिवार नियोजन, पोषण, खोप, मानसिक स्वास्थ्य परामर्शका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यालयका बालबालिकाको स्वास्थ्य जाँच तथा उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन कार्यक्रमलाई निरन्तरता दिई सरकारी, गैर सरकारी तथा निजी संस्थासँग समन्वयमा थप प्रभावकारी बनाइनेछ। आयुर्वेद, योग, प्राकृतिक, वैकल्पिक चिकित्सा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिनेछ। स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहको परिचालन प्रभावकारी गराउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। निजी स्वास्थ्य संस्था र क्लिनिकहरूको दर्ता तथा नवीकरणलाई व्यवस्थित गर्न नियमित अनुगमन गरिनेछ। प्रतिजैविक प्रतिरोध न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ। मदिरा तथा सुर्तीजन्य पदार्थको उत्पादन, सेवन, बिक्री, वितरण कार्यलाई कार्यविधि बनाई नियमन गरिनेछ। नागरिक बचाउन अक्सिजन अभियानलाई निरन्तरता दिइनेछ। लागू पदार्थ सेवन गरी कुलतमा परेका
को पहिचानका लागि परीक्षण कार्य सञ्चालन गरिनेछ। स्वास्थ्य सेवाको माग पक्षलाई थप सबल बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका बढाउनको साथै सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ। आमा समूह र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहनको लागि खाजा खर्च सुविधालाई निरन्तरता र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई कल्याणकारी कोषमा आबद्ध गरी अवकाशको क्रममा सेवा सकिए पनि सम्झना कहिल्यै नसकिने गरी नगद प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। गरिब बिरामीसँग अध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइनेछ। गाउँपालिकावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिका भित्र स्वास्थ्य सेवा विस्तार गर्न विशेषज्ञ स्वास्थ्य सेवा सहितको सेटेलाइट क्लिनिक सञ्चालन गरिनेछ। निरोग गाउँ बनाउने अभियान सञ्चालन गरिनेछ। सम्पूर्ण गाउँपालिकावासीलाई स्वास्थ्य बीमामा समेट्ने नीति अवलम्बन गरिनेछ। गाउँपालिका भित्रका बालबालिकाको पोषण स्थिति सुदृढ गर्न पोषण प्रबन्धनको लागि स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिनेछ। मातृ शिशु मृत्यु दरको न्यूनीकरणका लागि मातृ शिशुको स्वास्थ्य सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ। सर्वरोग र महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। मनोसामाजिक परामर्श सेवालाई थप प्रभावकारी बनाइनेछ। 5 वर्ष मुनिका बालबालिका र 70 वर्ष माथिका ज्येष्ठ नागरिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई राप्ती आधारभूत अस्पतालबाट उपलब्ध हुने प्रयोगशाला तथा एक्सरे सेवामा सहुलियत प्रदान गरिनेछ। उपाध्यक्ष कोसेली कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यसैगरी गर्भवती महिलाको लागि निशुल्क रूपमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई निरन्तरता दिइनेछ। समयमै जाँच गरौँ, पाठेघरको मुखको क्यान्सर टारौँ भन्ने उद्देश्यका साथ गाउँपालिका भित्र रहेका महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरलाई समयमै पत्ता लगाई न्यूनीकरण गर्नका लागि पाठेघरको जाँच गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ। त्यसैगरी नेपाल सरकारबाट निशुल्क प्रदान गर्ने औषधि हरेक स्वास्थ्य संस्थाबाट सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिनेछ। स्वस्थ समाज निर्माणका लागि परम्परागत ज्ञान प्रकृति मैत्री उपचार पद्धतिलाई संस्थागत गर्दै प्राकृतिक चिकित्सालाई प्रवर्धन गरिनेछ। शिक्षण संस्थाहरूमा नियमित रूपमा योग ध्यानको अभ्यास गराउँदै आम नागरिक बीचमा पनि योग ध्यान शिविरहरू सञ्चालन गरिनेछ। आयुर्वेद, योग, प्राणायाम, जडीबुटी तथा खानपान संस्कृतिमा आधारित उपचार विधिलाई जनजीवनसँग जोड्ने र वैज्ञानिक अध्ययनका आधारमा समुदायमुखी स्वास्थ्य सेवा विकास गर्ने नीति अवलम्बन गरिनेछ। 84 वर्ष वा सोभन्दा माथिका राप्ती गाउँपालिकावासी नागरिकको गाउँपालिका भित्रका सरकारी स्वास्थ्य संस्थामा औषधि बाहेकको सम्पूर्ण उपचार सेवा निशुल्क रूपमा उपलब्ध गराइनेछ। जनयुद्ध, जनआन्दोलन, थरोट आन्दोलनको क्रममा शहीद बेपत्ता परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति। लैङ्गिक समानता, समता, सामाजिक समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र महिला, अपाङ्गता भएको व्यक्तिको, ज्येष्ठ नागरिकको लागि सहयोग र सशक्तिकरण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यसैगरी कुप्रथा, बाल विवाह, बाल श्रम, दुर्व्यवहार, लागू पदार्थ दुर्व्यसनी, दाइजो तथा घरेलु हिंसा, लैङ्गिक हिंसा, जाति विभेद तथा यौनिक अल्पसंख्यक विभेदको न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिइनेछ। परिवारविहीन, बेसहारा तथा ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने नीति अवलम्बन गरिनेछ। बाल मैत्री गाउँपालिका घोषणाका लागि सम्भाव्यता र प्राथमिकताका आधारमा बाल मैत्री घोषणा कार्यक्रम अगाडि बढाइनेछ। सहयोगापेक्षी सडक मानवमुक्त गाउँपालिका कार्यलाई निरन्तरता दिइनेछ। आदिवासी जनजाति, दलित, उत्पीडित समुदाय, अपाङ्गता भएका एकल महिला, लैङ्गिक विभेद र हिंसामा परेकाहरूको समस्या समाधान गर्न एवं सामाजिक सद्भाव र न्यायपूर्ण समाज निर्माण गर्न पहल गरिनेछ। त्यसैगरी काम लिई दाम दिने भन्ने अभिप्रायका साथ ज्येष्ठ नागरिक, एकल महिला, एकल पुरुष, अपाङ्गता भएका व्यक्तिहरूको सिप तथा क्षमताको उपयोग गरी विभिन्न घरेलु सामग्री बनाउन प्रोत्साहन गरिनेछ।
अल्पसंख्यक र सीमान्तकृत वर्गको लागि कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। दलित तथा विपन्न समुदायका नागरिकलाई रोजगारी, आय आर्जन तथा जीविकोपार्जनको लागि परम्परागत सिप र ज्ञानलाई उद्यमशीलतामा रूपान्तरण गरिने नीति लिइनेछ। महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यसैगरी लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिनेछ। अब म खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी नीतितर्फ प्रवेश गर्दछु। खानेपानी तथा सरसफाईको सुनिश्चितता गर्न प्रबन्धनात्मक, संरचनात्मक र उपचारात्मक पद्धतिको अवलम्बन गरी सञ्चालन भएका कार्यक्रमलाई निरन्तरता दिइनेछ। सरसफाई केन्द्रलाई आधुनिक प्रविधियुक्त बनाई शून्य फोहोरको अवधारणा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ भने सरसफाई रणनीतिशील कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ। सबै घरधुरीले उपयोग गर्ने खानेपानीको स्वच्छता परीक्षण गरी स्वच्छता अभिवृद्धिका उपाय अवलम्बन गरिनेछ। सबै पालिकावासीलाई आधारभूत खानेपानी पूर्वाधारमा पहुँच सुनिश्चित गर्न एक घर एक धारा नीतिले खानेपानीको सेवा विस्तार गरिनेछ। गाउँपालिका क्षेत्र तथा आसपासका अन्य क्षेत्रमा उपलब्ध खानेपानी तथा जलाधार क्षेत्रको संरक्षण कार्यलाई विशेष ध्यान दिइनेछ। सञ्चालनमा आउन नसकेका खानेपानीलाई तत्काल सञ्चालनमा ल्याउनका लागि आवश्यक पहल गरिनेछ। स्वच्छ खानेपानीको पहुँच विस्तार हुन नसकेका क्षेत्रहरूमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने नीति अवलम्बन गरिनेछ। फोहोर उत्पादन कम गर्ने तथा पुनः प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय स्तरमा उत्सर्जित फोहोर मैला सङ्कलन वर्गीकरणका लागि टोल विकास समितिसँग समन्वय गरी अनिवार्य रूपमा कुहिने, नकुहिने र सिसाजन्य फोहोरको सङ्कलन र प्रशोधन गर्ने व्यवस्था मिलाइनेछ। फोहोर मैला वर्गीकरण गरी व्यवस्थापन गर्ने उत्कृष्ट टोललाई सम्मान तथा प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ। त्यसैगरी खानेपानीका मुहानहरू, खोल्सी तथा नदी नालामा बिना प्रशोधन फोहोर विसर्जन गर्ने कार्यलाई निरुत्साहित गरिनेछ। सरसफाई केन्द्रलाई थप व्यवस्थित रूपमा सञ्चालन गरी पुनः उत्पादित हुने कार्यलाई थप प्रभावकारी बनाई उत्पादन हुने वस्तुको बजारीकरणमा स्थानीयलाई सहुलियत दिइनेछ। कला, संस्कृति र परम्परा प्रवर्धन सम्बन्धी नीति गाउँपालिका क्षेत्रभित्र प्रचलनमा रहेका आदिवासी जनजाति, थारू, मगर, गुरुङ, कुमाल लगायत अन्य जातिहरूका भाषा, धर्म, कला, संस्कृति, सम्पदा र परम्परालाई संरक्षण र प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ। थारू, मगर तथा गुरुङ समुदायसँग सम्बन्धित कला, संस्कृति, वेशभूषा, परिकार आदिको संरक्षण, सम्वर्धन र विकासका लागि होमस्टे, थारू सांस्कृतिक ग्राम विकास सञ्चालन तथा प्रवर्धनलाई निरन्तरता दिइनेछ। गाउँपालिका क्षेत्रभित्र रहेका मस्जिद, गुम्बा, मन्दिर, चर्च, मरुवाथान, शवदाह स्थल, समाधि स्थल लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्धनका कार्यक्रम सञ्चालन गरिनेछ। भुल्केलाई मगर सांस्कृतिक ग्राम घोषणा गरी आन्तरिक पर्यटन प्रवर्धन गरिनेछ। थारू, मगर, गुरुङ, दलित समुदाय लक्षित गरी परम्परागत पेशा र सिपलाई संरक्षण र प्रवर्धन गर्ने कार्यक्रमलाई सञ्चालनलाई निरन्तरता दिइनेछ। मौलिक तथा परम्परागत संस्कार, संस्कृति, खानपानको प्रवर्धन गर्न सङ्ग्रहालय स्थापना तथा सञ्चालन गरी व्यवस्थित गरिनेछ। सामुदायिक सद्भाव कायम गर्न गाउँपालिका स्तरमा सबै जात जाति, वैदिक, सनातनी विद्वानहरूको पढाइ मेला आयोजना गरिनेछ। न्यायिक समिति सञ्चालन सम्बन्धी नीति स्थानीय विवादहरू समाधान, निरूपण एवं न्याय कार्य सम्पादन प्रक्रिया छिटो, छरितो र सहज बनाउनको लागि न्यायिक पदाधिकारीको क्षमता अभिवृद्धि गरी हरेक वडामा स्थापना भएका मेलमिलाप केन्द्रहरूलाई व्यवस्थित बनाई मेलमिलापकर्तालाई प्रभावकारी रूपमा परिचालन गर्ने नीति लिइनेछ। विभिन्न प्रकारका हिंसा पीडितहरूलाई तत्कालीन अवस्थामा प्रदान गर्नुपर्ने सुरक्षा व्यवस्थालाई ध्यानमा राखी सञ्चालन गरिएको सेफ हाउसलाई निरन्तरता दिइनेछ। राप्तीवासीहरूको न्यायको पहुँचको दायरा फराकिलो बनाउन समय समयमा विभिन्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन 2074 मा भएको न्यायिक अधिकारको प्रयोगलाई प्रभावकारी बनाइनेछ। सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी नीति
व्यक्तिगत घटना दर्तालाई 100% पुर्याउने लक्ष्य अनुसार राप्ती गाउँपालिका भित्र रहेका सबै वडाका शिक्षित वर्गलाई लक्षित गरी जन्मेको 35 दिनभित्र अनलाइन मार्फत घरमै बसी व्यक्तिगत घटना दर्ता गर्ने, टोकन प्राप्त गर्ने र सो टोकन वडामा पेश गर्ने सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नागरिकहरूका लागि प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता प्रणालीलाई व्यवस्थित गर्न लाभग्राहीहरूलाई लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। साथै लाभग्राहीको गुनासो दर्ता र समाधान गरिनेछ। सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा र बैंकसँग सहकार्य गरी दुर्गम क्षेत्रमा रहेका लाभग्राहीहरूलाई टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्य गरिनेछ। सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता वा नवीकरण गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र समावेश गर्नुपर्ने व्यवस्था गरिनेछ। घटना दर्तामा बायोमेट्रिक प्रणाली अवलम्बन गरिनेछ। स्थानीय तहमा अति विपन्न परिवार, अनाथ बालबालिका, सुविधाबाट वञ्चित तथा अशक्त बेसहारा व्यक्तिहरूको लागि सामाजिक सुरक्षा र संरक्षणको कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयका शिक्षकहरू, स्वास्थ्यकर्मी तथा गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी तथा अनौपचारिक क्षेत्रका मजदुरहरूको लागि सामाजिक सुरक्षा कोषमा आबद्धता गरिनेछ। अध्यक्षसँग मजदुर सुरक्षा कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। अब म आर्थिक विकास सम्बन्धी नीतितर्फ प्रवेश गर्दछु। कृषि विकास नीति। राप्ती गाउँपालिका कृषि बजारीकरण प्रबन्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ। राप्ती गाउँपालिकाको बहुउद्देश्य कृषि बजारीकरण प्रबन्धन कार्यक्रम सञ्चालन ल्याइनेछ र यसलाई पालिकाको गौरवको आयोजनाको रूपमा निरन्तरता दिइनेछ। एक घर एक करेसाबारी पकेट क्षेत्रमा व्यावसायिक तरकारी कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै कृषि सहकारी वा निजी क्षेत्रको सहकार्यमा बजारीकरणका लागि संयन्त्र विकास गरिनेछ। बाँझो जमिनको प्रयोग उत्पादनमा सहयोग भन्ने सोचका साथ बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। बाँझो जग्गालाई व्यवस्थित गर्न भूमि बैंकको स्थापना गरिनेछ। विद्यालय दिवा खाजा कार्यक्रम, अस्पतालका क्यान्टिन, सुत्केरी पोषण कार्यक्रमलाई स्थानीय रैथाने बालीसँग जोडी बजारीकरणको व्यवस्थालाई जोड दिइनेछ। त्यसैगरी उत्पादन साथमा अनुदान हातमा भन्ने कार्यका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालनमा ल्याइनेछ। स्थानीय कृषकहरूले उत्पादन गरेका हरेक वस्तुहरूको सङ्कलन, भण्डारण तथा बजारीकरणका लागि सुविधा सम्पन्न कोल्ड स्टोर र दुग्ध सङ्कलन केन्द्रहरू सञ्चालन गरिनेछ। खाद्य सुरक्षा सुनिश्चितताका लागि मकै तथा धान बाली प्रबन्धन कार्यक्रम सञ्चालन गरिनेछ। कृषि तथा तरकारी पकेट घोषणा भएका क्षेत्रलाई थप प्रभावकारी कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ। आगामी वर्ष थप 1 धान बाली र आलु बाली पकेट क्षेत्र सञ्चालन गरिनेछ। पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन स्वरूप बिउ बिरुवा खरिदमा अनुदान दिइनेछ। उपयुक्त बाली छनौटका लागि संघीय सरकार, प्रदेश सरकार र अन्य निकायहरूको समन्वयमा माटो परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। राप्तीको सान उत्पादन वृद्धि गर्ने किसानलाई हाम्रो सम्मान भन्ने कार्यक्रम सञ्चालन गरिनेछ। कृषि उपज सङ्कलन केन्द्र तथा कृषि एम्बुलेन्स सञ्चालनलाई थप प्रभावकारी बनाइनेछ। कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण मार्फत रोजगारी र आय वृद्धि गरी कृषिमा आत्मनिर्भर गाउँपालिकाको रूपमा विकास गर्न साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिका भित्रका कृषियोग्य भूमिको पहिचान, वर्गीकरण र संरक्षण गर्दै खेती प्रणालीमा चक्लाबन्दी तथा कृषि सडक विस्तारको नीति अवलम्बन गरिनेछ। घर दैलोमा प्राविधिक सेवा, उत्पादनमा टेवा, अर्गानिक भन्ने मूल नाराका साथ अर्गानिक खेती प्रणालीको विकासका लागि जैविक तथा प्राङ्गारिक मल उद्योगलाई प्रबन्धन गरिनेछ। रासायनिक विषादीको उपयोगलाई निरुत्साहित गरी जैविक विषादीको प्रबन्धन गरिनेछ। ग्रामीण शहरी अन्तर सम्बन्धको अभिवृद्धि गरी स्थानीय आर्थिक विकासको सूचकाङ्कमा सुधार गरिनेछ। स्वरोजगार हुन चाहने मुक्त कमलरी, मुक्त कमैया, भूमिहीन सुकुम्बासी
लगायत विपन्न परिवारलाई लक्षित गरी करार तथा बगर खेती कार्यक्रम तथा पशुपालन कार्यक्रमलाई निरन्तरता दिइनेछ। सूचीकरण भएका किसानहरूको परिचय पत्र वितरण गरिनेछ। खाद्य सम्प्रभुताका लागि कृषिमा रैथाने बिउ संरक्षण र प्रवर्धनको कार्यक्रम गरिनेछ। कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन सम्भाव्यता अध्ययन गरी जग्गाको वर्गीकरण गर्ने नीति अवलम्बन गरिनेछ। खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यसैगरी पशुपन्छी तथा मत्स्य विकास नीति स्वस्थकर दुध पशुजन्य उत्पादन दुध अण्डा माछा मासु पशुपन्छी स्वास्थ्य प्रबन्धनका लागि पशुपन्छी उपचार केन्द्र मार्फत निःशुल्क उपचार तथा भ्याक्सिनेसन कार्यक्रमलाई निरन्तरता दिइनेछ। दुध अण्डा र मासुलाई बजारीकरणमा प्राथमिकता दिई निर्यात गर्न प्रोत्साहन गरिनेछ। सरकारी तथा गैर सरकारी क्षेत्रको सहकार्यमा निःशुल्क पशु स्वास्थ्य शिविर मार्फत सेवा गर्ने कार्यलाई निरन्तरता दिइनेछ। दाङ देउखुरीको बधिया भाले भनेर पहिचान कायम भएको कुखुराको बधिया भाले उत्पादन प्रवर्धन र बजारीकरण गर्दै नयाँ पुस्तालाई प्रविधि हस्तान्तरण गरिनेछ। कृषि र पशुपालन व्यवसायमा देखा पर्ने समस्या समाधानका लागि मागमा आधारित कृषि प्राविधिक र भेटनरी डाक्टर सहितको घर दैलो सेवा सञ्चालनलाई थप व्यवस्थित बनाइनेछ। त्यसैगरी पशुपालन गर्ने कृषकलाई प्रेरित गर्न विभिन्न उन्नत घाँसका बिउ बहुवर्षीय तथा डाले घाँसका सेट्रस तथा बेर्ना वितरण तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ। पशु नस्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई कृषक तथा गाउँपालिकाको साझेदारीमा थप व्यवस्थित गरी सञ्चालन गरिनेछ। मत्स्य पालन व्यवसायलाई प्राविधिक सहायता प्रदान गरिनेछ। पशु वृद्धाश्रमलाई रैथाने गाई संरक्षण लगायत बहुउपयोगी आयोजनाको रूपमा सञ्चालन गरिनेछ। घाँसमा आधारित पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न पशुपालक कृषकहरूका लागि वर्षैभरि हरियो घाँस कार्यक्रम सञ्चालन गरिनेछ। अब म श्रम रोजगार उद्योग तथा वाणिज्य पर्यटन सहकारी र वित्तीय क्षेत्र सम्बन्धी नीतितर्फ जाँदैछु। प्राप्तिका युवा र महिला उद्यमशीलतामा पहिला भन्ने मूल नाराका साथ बेरोजगार युवाहरूका लागि सिपयुक्त स्वरोजगारमूलक कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ। युवाहरूको वैदेशिक रोजगारीमा जाने दरलाई न्यूनीकरण गर्न आन्तरिक रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा व्यवस्थित गराउन पहल गरिनेछ। त्यसका लागि सुरक्षित आप्रवासन कार्यक्रमलाई सङ्घ प्रदेश र स्थानीय तहको साझेदारीमा व्यवस्थित ढङ्गले सञ्चालन गरिनेछ। गाउँपालिकाका बासिन्दालाई वैदेशिक रोजगार लक्षित सिप जीवन बीमा सामाजिक सुरक्षा सहित गाउँपालिकाबाट श्रम स्वीकृति गराई वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइनेछ। वैदेशिक रोजगारबाट फर्किएकाहरूको सिप पुँजी र प्रविधिको उच्चतम प्रयोग गरी पालिकाको आर्थिक वृद्धिमा टेवा पुर्याइनेछ। कार्यक्रम तथा नीति व्यवस्था गरी पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकको लागि वित्तीय पहुँच वृद्धिका लागि गाउँ गाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ। बढ्दो आत्महत्या मानसिक रोग तथा पारिवारिक विखण्डन रोक्न विद्यालय तथा समुदायमा मनोसामाजिक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। साथै मनोसामाजिक परामर्श सेवालाई व्यवस्थित गर्न तर्जुमा भएको मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीतिलाई प्रभावकारी रूपमा लागू गरिनेछ। रोजगार तथा आत्मनिर्भर हुने गरी कृषि पशुपालन उद्योग व्यवसायको व्यवसायीकरणमा निरन्तरता दिँदै वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय गर्न चाहने युवा उद्यमी व्यवसायीहरूलाई सहुलियत ब्याज दरमा ऋण व्यवस्था गरी स्वरोजगार बन्न प्रोत्साहन गरिनेछ। व्यवसायीसँग गाउँपालिका अभियान सञ्चालन गरी पालिका क्षेत्रमा सञ्चालनमा रहेका तर कानुनी रूपमा दर्ता नभएका साना उद्योग एवं व्यावसायिक फर्महरूलाई विधिवत रूपमा दर्ता गर्न प्रोत्साहन गरी कानुनी दायरामा ल्याइनेछ। त्यसैगरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कार्यविधि 2077 अनुसार लघु उद्यम विकास कार्यक्रम समुदायको इच्छा चाहना र माग
स्रोत सर्वेक्षणको आधारमा सञ्चालन गरी नयाँ उद्यमी सिर्जना र पुराना उद्यमीको स्तरोन्नति तालिम मार्फत गरिबी निवारण गर्न पहल गरिनेछ। राष्ट्रिय रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गरिनेछ। लगानी मैत्री राप्ती सृजना गर्न अवधारणा स्वरूप इन्भेस्ट इन राप्तीको अभियान सञ्चालन गरिनेछ। सिटिभिटीसँगको सहकार्यमा आवश्यकताको आधारमा गाउँपालिका भित्रका बेरोजगार युवाहरूलाई विभिन्न तालिम दिई दक्ष जनशक्ति बाहिरबाट झिकाउनु पर्ने अवस्थाको अन्त्यका लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ। साझेदारीमा स्थापना भएको युवा व्यवसाय केन्द्र युथ बिजनेस इन्क्युबेसन सर्भिस सेन्टरलाई युवाहरूको व्यवसाय उद्यमशीलता सहजीकरणका लागि आर्थिक तथा प्राविधिक टेवा दिने भरपर्दो र विज्ञ केन्द्रको रूपमा विकास गरिनेछ। सोका लागि बिजनेस स्टार्टअप फन्डको व्यवस्था समेत गरिनेछ। साना तथा मझौला उद्योग सञ्चालकहरूसँग संवाद गरी उत्पादन वृद्धि र रोजगारी सृजनाका लागि आवश्यक साझेदारी गरिनेछ। पालिकाबाट श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत सम्बन्धी भएको कार्यलाई प्रभावकारी र छिटो छरितो बनाइनेछ। राप्ती गाउँपालिका भित्र रहेका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिने कार्यलाई निरन्तरता दिइनेछ। सिप तथा श्रम बैंक स्थापना गरिनेछ। पार्क तथा खुल्ला क्षेत्र निर्माणको अवधारणालाई निरन्तरता दिइनेछ। प्राकृतिक भ्यू पोइन्ट तथा पदमार्ग साइक्लिङ रुटहरूको पहिचान गर्दै राप्ती भ्यू मार्ग अन्तर संवाद गराउँदै राप्ती उपत्यका देउखरीको रमणीय दृश्यावलोकन गन्तव्यको रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ। साहसी पर्यटनका लागि र्याफ्टिङ तथा प्याराग्लाइडिङ अतिरिक्त अन्य पर्यटकीय पूर्वाधारको विकासका लागि निजी क्षेत्रको लगानी आकर्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ। राप्तीको कोसेली प्रदर्शनी कक्ष तथा व्यवस्थित कोसेली घर कार्यक्रमलाई निरन्तरता दिइनेछ। गाउँपालिका स्तरीय सहकारीहरूको नियमित तथा सघन अनुगमन मार्फत आम निक्षेपकर्ताहरूको सङ्कलन भएको पुँजी कर्जा लगानीको सुरक्षाका लागि पहल गरिनेछ। सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि कोपोमिस प्रणालीको अवलम्बनलाई अनिवार्य गराइनेछ। राप्ती गाउँपालिकाभित्र रहेका ऐतिहासिक गढी लेक धार्मिक पर्यटकीय क्षेत्र संरक्षण सम्वर्धन र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यसैगरी मेक इन राप्ती कार्यक्रमलाई निरन्तरता दिइनेछ। वनमा आधारित उद्योग स्थापनाका लागि सामुदायिक वन र स्थानीय सरकारवालाहरूको साझेदारी कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। स्थानीय रूपमा उपलब्ध हुने सुगन्धित तथा औषधिजन्य जडीबुटीको पहिचान प्रशोधन तथा बजारीकरणको नीति अवलम्बन गरिनेछ। स्थानीय तथा रैथानिक उत्पादनका रूपमा रहेका दुना टपरी बाँसका सामग्री र कपडाका झोलाहरू उत्पादन तथा प्रयोगका लागि विशेष अभियान सञ्चालन कार्यक्रमलाई निरन्तरता दिइनेछ। बैंक वित्तीय संस्था तथा नाफामूलक संस्थाहरूद्वारा प्रदान गरिने सामाजिक उत्तरदायित्वको कार्यलाई पालिकाको समन्वयमा कार्यान्वयन गरिनेछ। स्थानीय उत्पादनको प्रवर्धनका लागि डिजिटल प्रविधिको प्रयोग मार्फत बजारीकरण कार्यक्रम सञ्चालन गरिनेछ। महिलाहरूद्वारा सञ्चालन गरिएका कुटीर उद्योग तथा समूहहरूलाई महिला उद्यमीसँग उपाध्यक्ष प्रोत्साहन तथा आय आर्जन कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय कच्चा पदार्थ सालको पात बाँस बाटेको धूप सयपत्री फूलको प्रयोगद्वारा निर्माण हुने धूपहरू र दुना टपरी हस्तकला लगायतका सामग्रीको उत्पादनमा वृद्धि गरी घरेलु तथा साना उद्योगको रूपमा विकास गरिनेछ। उत्पादित वस्तुहरूको बजारीकरणको लागि अन्य पालिकाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति लिइनेछ। आदिवासी जनजातिको पहिचान सहित स्थानीय समुदायको परम्परागत ज्ञान सिप भाषा संस्कृति सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सम्वर्धन गर्ने नीति लिइनेछ। त्यसैगरी पूर्वाधार विकास सम्बन्धी नीति सडक पूर्वाधार निर्माण गर्दा गाउँपालिकाको सडक यातायात गुरी योजना अनुरूप लुम्बिनी प्रदेश सरकार तथा सङ्घीय सरकारको सहकार्यमा
निर्माण कार्य सञ्चालन गरिनेछ। राजधानी सहरका रूपमा विकास हुँदै गरेको राप्ती गाउँपालिका क्षेत्रभित्र निर्माण गरिने भवन लगायतका अन्य संरचनाहरूको दिगो, भूकम्प प्रतिरोधी, अपाङ्ग मैत्री, वातावरण मैत्री, बाल मैत्री भवन संरचना निर्माणका लागि गाउँपालिकाबाट स्वीकृत भएको भवन निर्माण तथा योजना मापदण्ड आधारमा कार्यान्वयन गरिनेछ। पूर्वाधार निर्माणमा अधुरो आयोजनालाई विशेष प्राथमिकता राखी आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने नीति अवलम्बन गरिनेछ। दुर्गम क्षेत्रका सडकहरूलाई 12 महिना एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधन सञ्चालन हुने गरी व्यवस्था गरिनेछ। राप्ती चक्रपथ आयोजनाको दक्षिणी खण्डको अधुरो कार्य सम्पन्न भए लगत्तै उत्तर खण्ड सङ्घ तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन गरिनेछ। राप्ती गाउँपालिका क्षेत्रमा विभिन्न बस्तीहरूमा घना बस्ती कार्यक्रमको लागि लुम्बिनी प्रदेश सरकार तथा सङ्घ सरकारसँगको सहकार्यमा सञ्चालनका लागि आवश्यक पहल गरिनेछ। राप्ती गाउँपालिकामा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सेवा पुर्याउन, पुराना बोरिङहरूको मर्मत सुधार तथा परगन्ना सिँचाइ आयोजनाको नहरबाट खेतीयोग्य जमिनसम्म सिँचाइ नहर निर्माण गर्नको लागि पहल गरिनेछ। राप्ती गाउँपालिका वडा नम्बर 4 मा निर्माण हुन लागेको विद्युत सब स्टेसन निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ। हालसम्म पनि विद्युत पहुँच नपुगेका बस्ती तथा टोलमा वैकल्पिक प्रणाली मार्फत उज्यालो राप्ती कार्यक्रमलाई निरन्तरता दिइनेछ। उपयुक्त स्थानमा सार्वजनिक निजी साझेदारीमा अटो भिलेज निर्माण तथा सञ्चालनको कार्यका लागि आवश्यक नीति अवलम्बन गरिनेछ। निर्मित संरचनाहरूको दिगोपन र आकस्मिक कार्य सञ्चालनका लागि पालिका स्तरीय मर्मत सम्भार कोषलाई निरन्तरता दिइनेछ। दिगो विकासको आधार साझेदारीमा पूर्वाधार भन्ने नारालाई आत्मसात गर्दै न्यूनतम 30% सहलगानी सहितका योजनाहरू सञ्चालन गरिनेछ। उपभोक्ता समिति श्रम सहकारी मार्फत सञ्चालन गरिने योजनाहरूमा गरिँदै आएको 15% जनश्रमदानको प्रावधानलाई यथावत नै रहने गरी योजना सञ्चालन गर्ने नीति लागू गरिनेछ। गाउँपालिकाद्वारा सञ्चालन गरिने पूर्वाधार आयोजनामा कम्तीमा 20% श्रममूलक कार्यहरू समावेश गरी संरचना निर्माण कार्य गरिनेछ। भालुवाङ बस पार्क सञ्चालनका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रियालाई अगाडि बढाउन पहल गरिनेछ। भुक्षय र बाढी पहिरोलाई न्यूनीकरण गर्न, सडक निर्माण मर्मत र स्तरोन्नति गर्दा कम्तीमा 5% बायो इन्जिनियरिङको कार्यलाई लागत अनुमानमा नै समावेश गर्ने नीति अवलम्बन गरिनेछ। इन्जिनियरिङ प्रयोगशाला सञ्चालन गरी गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण निर्माण कार्यको गुणस्तर परीक्षणको व्यवस्था मिलाइनेछ। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना न्यूनीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ। अटो पार्किङ तथा व्यवस्थित गरी सवारी साधन दर्ता, नवीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 लाई कार्यान्वयनमा ल्याइनेछ। विभिन्न गैर सरकारी सङ्घ संस्थाको साझेदारीमा पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाइनेछ। ठुला तथा बृहत उच्च प्रतिफल प्राप्त गर्ने आयोजनामा सार्वजनिक निजी साझेदारीको अवधारणा अवलम्बन गरिनेछ। जनश्रमदानमा आधारित विकास निर्माण सहयोग गर्ने नीतिलाई निरन्तरता दिइनेछ। स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँपालिकाभित्र सम्पूर्ण सडकहरू सङ्घ र प्रदेशको सरकारको समन्वयमा क्रमशः कालोपत्री, पक्की र सबै मौसममा सवारी साधन सञ्चालन गर्न सकिने गरी स्तर उन्नति गरिनेछ। नेचर, कल्चर, एग्रिकल्चर र इन्फ्रास्ट्रक्चरको अन्तर सम्बन्धलाई ख्याल गरी उत्थानशील पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ। अब म सुशासन, संस्थागत व्यवस्थापन, सूचना प्रविधि र वित्तीय क्षेत्र सम्बन्धी नीति विकासतर्फ प्रवेश गर्दछु। गाउँपालिका कार्यालय, वडा कार्यालय र विषयगत शाखाहरूको कर्मचारीहरूमा चेन अफ कमान्ड, सेवाग्राही प्रति उत्तरदायी हुने गरी कर्मचारी आचार संहिता निर्माण गरी सदाचार पद्धति र आत्म अनुशासन लागू गरिनेछ। जनप्रतिनिधिको क्षमता विकासलाई विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
गाउँपालिकाभित्र कार्यरत कर्मचारीको व्यवस्थित सरुवा प्रणालीको नीतिगत व्यवस्था मिलाइनेछ। कर्मचारीको सरुवालाई दण्डको रूपमा नबुझी वडा तथा शाखागत दुवै कार्यको अनुभव लिने जनमुखी सेवा प्रवाह गर्ने अवसरको रूपमा ग्रहण गर्न नीतिगत प्रबन्ध विकास र कर्मचारी उत्प्रेरणा अभिवृद्धिका कार्यक्रम ल्याइनेछ। विधिको शासन, उच्च अनुशासन र कुशल व्यवस्थापन मार्फत समग्र सुशासन कायम गर्ने नीति अवलम्बन गरिनेछ। गाउँपालिकाबाट वर्षभरि उत्कृष्ट कार्य गर्ने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, उपभोक्ता समिति, निर्माण व्यवसायी, करदाता, सञ्चारकर्मी, कृषक, टोल विकास संस्था र नमुना उद्यमी लगायतलाई विशेष अवसर पारेर सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। गाउँपालिकाको आवश्यकता, कार्य विवरण, कार्यबोझ सङ्घ र प्रदेश सरकारको मापदण्डको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी पद पूर्ति गरिनेछ। राप्ती गाउँपालिकालाई नगरपालिका घोषणा गर्ने प्रक्रिया अगाडि बढाइनेछ। विषयगत, क्षेत्रगत योजना तथा कानुनहरू तर्जुमा गरिनेछ। दलित समुदायसँग सम्बन्धित कानुन निर्माण गरिनेछ। गाउँपालिकाबाट सञ्चालित योजनाहरूलाई प्रभावकारी रूपमा नतिजा सूचक र समयबद्ध रूपमा अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिनेछ। वार्षिक खरिद गुरु योजना, आयोजना र तथा कार्यक्रम कार्यान्वयन मार्गदर्शन र कार्यक्रम कार्यतालिका सोको नतिजामूलक अनुगमनको कानुनी व्यवस्था लगायतका कार्य भदौ मसान्तभित्र सम्पन्न गरी बहुवर्षीय बाहेकका आयोजनाहरू वैशाख मसान्तभित्र सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिइनेछ। मुस्कान सहितको सेवा जनतालाई टेवा भन्ने मर्मलाई आत्मसात गर्दै सबै प्रकारका समुदाय, तह, क्षेत्र र क्षमता भएका व्यक्तिहरूलाई समानुपातिक समभावको दृष्टिले सेवा प्रवाह गरिनेछ। गाउँपालिकाको सेवा प्रवाह सूचना प्रविधिलाई बढावा दिँदै टोकन प्रणालीको व्यवस्थालाई निरन्तरता दिइनेछ। सम्पूर्ण सूचना तथा तथ्याङ्कहरूलाई डिजिटल प्रणालीमा आबद्ध गरी डिजिटल गाउँपालिका निर्माण कार्यलाई अगाडि बढाइनेछ। जनतासँग स्थानीय सरकारको अवधारणा कार्यान्वयन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम, हटलाइन सेवा, हेल्प डेस्क र हेलो राप्ती सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। कार्य सम्पादनलाई जनमैत्री र थप प्रभावकारी बनाउन कार्य सम्पादन करार गरी प्राप्त भएका उपलब्धिहरूलाई दण्ड र पुरस्कारसँग आबद्ध गरिनेछ। विद्युतीय नागरिक बडापत्र सहित नागरिकहरूलाई सूचना दिन मोबाइल एप्सको विकास र प्रयोग गरिनेछ। सार्वजनिक सुनवाई, सामाजिक परीक्षण तथा नागरिक सन्तुष्टि सर्वेक्षणबाट प्राप्त सुझावहरूलाई सेवा प्रवाह सुधारको मार्गदर्शनको रूपमा अवलम्बन गरिनेछ। सेवा प्रवाहमा एकद्वार प्रणाली अनुसरण गरी नतिजामूलक कार्य प्रणालीलाई जोड दिने नीति अवलम्बन गरिनेछ। बेरोजु न्यूनीकरण तथा वित्तीय सुशासनका लागि सार्वजनिक लेखा समिति, आन्तरिक नियन्त्रण प्रणाली जस्ता संयन्त्रहरूको क्रियाशीलता बढाइनेछ। भ्रष्टाचार जन्य क्रियाकलापमा शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ। सामाजिक सुरक्षालाई विद्युतीय भुक्तानी प्रणाली मार्फत अझ व्यवस्थित बनाइनेछ। 2087 सालसम्म नेपाललाई पोषण मैत्री मुलुक घोषणा गर्ने लक्ष्य पूरा गर्न राप्ती गाउँपालिकाले पोषण मैत्री शासनको अवधारणालाई अवलम्बन गरिनेछ। जहाँ जनता त्यही सेवा भन्ने मान्यतालाई आत्मसात गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताको घर दैलोमा सेवा पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले प्रदान गर्ने सबै प्रकारका सेवाहरूलाई समेटी एकीकृत घुम्ती शिविर सञ्चालन गरिनेछ। गाउँपालिकाको पहिचान र सम्मान स्थापित गर्दै असल अभ्यास, अनुभव र स्रोतहरूको साझेदारीलाई प्रवर्धन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा पालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गरिनेछ। लिजा र जेसी अडिट जस्ता संघीय तथा प्रदेश सरकारले निर्धारण गरेका सूचक तथा मापदण्ड एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन सूचकको लक्ष्य प्राप्तिका लागि अन्तर सम्बन्धित विषयगत नीतिहरूसँग अन्तर आबद्धता गरी अभिलेख व्यवस्थित गरिनेछ। गाउँपालिकाबाट प्रदान गरिने सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी, जनउत्तरदायी तथा सहज पहुँचयोग्य बनाइनेछ। गाउँपालिका क्षेत्रभित्र टेलिकम्युनिकेसन सेवाको गुणस्तर वृद्धिका लागि पहल गरिनेछ। राप्ती गाउँपालिकाको सञ्चार नीति तर्जुमा गरी पत्रकारिता क्षेत्रलाई
व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाइनेछ। गाउँपालिका वा अन्तर्गतका कार्यालयबाट सेवा प्रवाह गर्दा सेवाग्राहीबाट प्राप्त कागजात अटोमेसन प्रणाली मार्फत व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ। बडघर ऐनलाई आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइनेछ। भूमि व्यवस्थापनतर्फ राप्ती गाउँपालिका भित्र रहेका सरकारी प्रति ऐलानी बाँझो जग्गाको अतिक्रमण रोक्न लगत सङ्कलन गरी संरक्षण तथा अभिलेखीकरण गरी उपयोगमा ल्याइने नीति अवलम्बन गरिनेछ। राप्ती गाउँपालिका भित्र रहेका सरकारी ऐलानी बाँझो जग्गाको अतिक्रमण रोक्न लगत सङ्कलन गरी संरक्षण अभिलेखीकरण उपयोग नीति ल्याइनेछ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगको समन्वयमा आवश्यक कारबाही सम्पन्न गरिनेछ। सडक क्षेत्रले अगोटेको जमिन प्रचलित कानुन अनुसार सम्बन्धित जग्गा धनीको समन्वयमा लगत कट्टा गरिनेछ। छुट मुक्त कमैया पहिचानका लागि परिचय पत्र उपलब्ध गराइनेछ। छुट मुक्त कमैयालाई पुनर्स्थापनाका लागि पहल गरिनेछ। वन वातावरण विपद व्यवस्थापन र हरियाली प्रबन्धन सम्बन्धी नीति विपद जोखिमलाई न्यूनीकरण गर्नका लागि पालिका भित्रका सम्भावित जोखिमहरूको नक्साङ्कन गरी प्रभावकारी योजना निर्माण गरी प्राथमिकताको आधारमा सङ्घ तथा प्रदेश सरकारसँग योजना कार्यक्रम माग गरी कार्यान्वयन गरिनेछ। मनसुन जन्य विपदबाट घर परिवार विहीन भएका पीडित परिवारको लागि पुनर्वासको योजना बनाइनेछ। सामुदायिक र कबुलियती वनको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। जैविक विविधता र वन सम्पदाको अभिलेख तयार गरी संरक्षण योजना लागू गरिनेछ। सडक निर्माण तथा प्राकृतिक उत्खनन कार्य गर्दा वातावरण प्रभाव मूल्याङ्कन गरी वातावरण जोगाउन उचित उपायहरू अवलम्बन गरिनेछ। सिमसार क्षेत्रको उचित संरक्षण नीतिलाई निरन्तरता दिइनेछ। मनसुन जन्य बाढी पहिरोबाट क्षति भई कटान भएका खेतीयोग्य जमिन संरक्षणको लागि तटबन्धनको व्यवस्था मिलाइनेछ। वन कार्यालय गैर सरकारी सङ्घ संस्था कार्यालय तथा अन्य निकायसँगको साझेदारीमा नर्सरी स्थापना गरी वृक्षारोपण कार्यक्रमलाई विस्तार गरिनेछ। विपदबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको आकलन गरी जोखिम न्यूनीकरणको लागि पालिकामा गठन भएको ऱ्यापिड रेस्पोन्स टिमलाई अझ प्रभावकारी ढङ्गले परिचालन गरिनेछ। ग्रिन राप्ती क्लिन राप्ती भन्ने नाराका साथ हरियाली प्रबन्धन तथा बृहत वृक्षारोपण अभियान समुदाय स्तरसम्म सञ्चालन गर्ने कार्यलाई निरन्तरता गरिनेछ। सामुदायिक वनमा रिचार्ज पोखरी रिचार्ज ड्यामहरू निर्माणको कार्यलाई सामुदायिक वनसँग सहकार्यको नीतिलाई निरन्तरता दिनेछ। खाली क्षेत्रमा बाँस मुज डाले घाँस फलफुल जडीबुटी खेतीलाई प्रबन्धन गर्दै वनलाई समृद्धिको स्रोतको रूपमा उपयोग गर्ने नीतिलाई निरन्तरता दिनेछ। स्थानीय नागरिकलाई परिवर्तित जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। राप्ती नदी लगायतका राप्ती गाउँपालिका भित्रका नदी ताल पोखरी क्षेत्रमा माछा तथा जलचरहरूको संरक्षण तथा नियमनको नीतिलाई निरन्तरता दिइनेछ। नदी कटानको जोखिम न्यूनीकरण गरी बस्ती तथा खेतयोग्य जमिनको सुरक्षाको लागि कटानयुक्त क्षेत्रमा प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा तटबन्धन निर्माणको कार्यलाई प्राथमिकता दिइनेछ। स्थानीय विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना विपद पूर्व तयारी तथा प्रतिकार योजनाको आधारमा साझेदारहरूसँग सहकार्य गरी जोखिमलाई न्यूनीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। आगलागीका घटनाहरू रोकथाम गर्नको लागि दमकलको सुविधालाई निरन्तरता दिइनेछ। सडक दुर्घटना न्यूनीकरणको लागि प्रदेश सरकार र समुदाय प्रहरी साझेदारीमा सचेतनामूलक कार्यक्रमहरू जेब्रा क्रसिङ र ट्राफिक लाइनिङ भित्री सडकहरूमा निर्माण सामग्री र कृषि उत्पादनका सामग्री राख्न नदिने नीतिलाई निरन्तरता दिइनेछ। विपद व्यवस्थापनका लागि एक खुला एवं सुरक्षित क्षेत्र पहिचान गरिनेछ। उद्धार राहत र पुनर्स्थापनाका कार्यलाई एकद्वार प्रणाली अवलम्बन गरिनेछ। जलवायु अनुकूलन एडेप्टेसन र न्यूनीकरण मिटिगेसनका लागि आवश्यक पूर्वाधार जस्तै जलस्रोतको संरक्षण र पुनर्भरण योजना वर्षाको पानी सङ्कलन गर्ने प्रणाली
रेन वाटर हार्वेस्टिङ, स्थानीय ताल, पोखरी, इनार, पँधेराको संरक्षण, खोला, नदी नियन्त्रण तथा विपद व्यवस्थापनसँग सम्बन्धित कार्य सञ्चालन गरिनेछ। ग्याबिन जाली र बायोग्यास इम्प्रुभ कुक स्टोभ वितरणसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गरिनेछ। आवश्यक भवनमा सौर्य प्यानल सहित हरित यातायातको प्रबन्धन, साइकल मार्गको निर्माण, विद्युतीय सवारी साधनमा सहुलियत, फोहोर व्यवस्थापनमा सुधारसँग सम्बन्धित कार्य गरिनेछ। त्यसैगरी गैर सरकारी तथा निजी क्षेत्रसँग सम्बन्धित नीति, गैर सरकारी संस्थाले गाउँपालिकामा सञ्चालन गर्ने कार्यक्रमहरू पालिकाको आवश्यकता र औचित्यको आधारमा तोकिएको वडा र क्षेत्रमा जाने गरी मात्र अनुमति दिइनेछ। गाउँपालिकाभित्र गैर सरकारी संस्था तथा निजी क्षेत्रबाट कार्यक्रम सञ्चालन गर्दा त्यस्ता कार्यक्रम र आयोजना गाउँ सभा हुनु पूर्व पेश गरी सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। गैर सरकारी संस्थाको अनुगमन नियमनलाई प्रभावकारी बनाई संस्थागत सुशासन कायम गरिनेछ। त्यसैगरी स्थानीय आर्थिक तथा राजस्व परिचालन सम्बन्धी नीति, नदीजन्य पदार्थको उत्खनन, सङ्कलन तथा बिक्री वितरणलाई प्रचलित कानुन अनुसार हुने गरी प्रभावकारी रूपमा व्यवस्थित गरिनेछ। गाउँपालिकाभित्र रहेका टेलिफोन टावर, विद्युत पोल, केबल लाइन, विज्ञापन सामग्री तथा होर्डिङ बोर्डको सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गरिनेछ। चालु खर्चलाई मितव्यय र वाञ्छित सीमाभित्र राखी पुँजीगत खर्चलाई प्राथमिकताका प्राप्त क्षेत्रमा समयमै खर्च गर्ने प्रणालीको विकास गरिनेछ। हाम्रो कर हाम्रै विकासका लागि भन्ने मूल अभिप्रायका साथ करदाता शिक्षालाई टोल तहसम्म सञ्चालन गरी करको दर र दायरालाई वैज्ञानिक र प्रगतिशील तुल्याउँदै स्वचालित कर प्रणालीको विकास गरिनेछ। घर बहाल तथा बिटौरी करको अभिलेखलाई व्यवस्थित गर्न टोल विकास संस्थाको क्षमता विकास गर्दै टोल विकास संस्था मार्फत घर बहाल तथा बिटौरी कर उठाइने र उक्त कार्यका लागि टोल विकास संस्थालाई प्रोत्साहित गरिनेछ। त्यसैगरी राप्ती गाउँपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय तथा उद्योगमा व्यावसायिक स्वच्छता, वस्तु तथा सेवाको गुणस्तर कायम गर्ने कार्यका लागि प्रभावकारी बजार अनुगमन गरिनेछ। कर प्रणालीको दायराभित्र नआएका करदाताहरूलाई करदाता शिक्षा तथा अभियान मार्फत दायरामा ल्याइनेछ। स्थानीय कर प्रशासनलाई थप सुदृढ र व्यवस्थित गर्दै राजस्व चुहावट र नियन्त्रणलाई प्रभावकारी तुल्याइनेछ। स्थानीय तहलाई संवैधानिक रूपमा प्राप्त एकल आर्थिक अधिकारको रूपमा रहेको स्थानीय राजस्वको मेरुदण्डको रूपमा सम्पत्ति करलाई कार्यान्वयन गर्न प्रगतिशील कर प्रणाली अवलम्बन गरिनेछ। स्थानीय तहको राजस्व सङ्कलन तथा परिचालन प्रभावकारी रूपमा गर्न राजस्व सुधार योजना उल्लेख भएका विषयलाई क्रमशः कार्यान्वयन गरिनेछ। राप्ती गाउँपालिकाभित्र स्थापना हुने र भएका उद्योगले कम्तीमा 20 जना राप्ती गाउँपालिकावासीलाई प्रत्यक्ष रोजगारी दिने ठूला उद्योग तथा व्यवसायलाई स्थापनादेखि 3 वर्षसम्म व्यवसाय करमा 50% छुट दिने नीतिलाई निरन्तरता दिइनेछ। राप्ती गाउँपालिकामा व्यवसाय दर्ता नगरी पालिका क्षेत्रभित्र स्थानीय कृषि उत्पादन बाहेकका वस्तु तथा सेवा दिने घुमन्ते व्यापारीलाई कानुनी दायरामा ल्याइनेछ। अन्त्यमा यस गाउँसभाका सदस्यज्यूहरू राजनीतिक, सामाजिक तथा आर्थिक उपलब्धि संरक्षण गर्दै थप उन्नत राप्ती गाउँपालिकाको हित, गौरव, सम्मान, स्वाभिमान वृद्धि गर्ने र सबैसँगको सम्बन्धलाई सुदृढ गर्ने विभिन्न प्रतिकूल परिस्थितिबाट प्रभावित सामाजिक तथा आर्थिक क्षेत्रलाई पुनर्जीवन दिई विकास निर्माणलाई तीव्रता दिई उत्कृष्ट पालिका बनाउने अठोटका साथ आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु। आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा सभाका सदस्यज्यूहरूको सुझावको अपेक्षा गर्दछु। त्यसैगरी
नीति कार्यक्रम तयारीदेखि छलफल गरी रचनात्मक सुझाव दिनुहुने सम्पूर्ण राजनीतिक दल, विज्ञ महानुभावहरू, नागरिक समाज, विशिष्ट व्यक्तित्वहरू र पालिकाभित्र रहनुभएका सबै राष्ट्र सेवक कर्मचारीहरू, पत्रकार लगायत सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। श्री तुलाराम घरती मगरज्यूलाई राप्ती गाउँपालिकाको यो गाउँ सभामा आफ्नो विशेष सम्बोधनका लागि हार्दिक अनुरोध गर्दछु। अध्यक्ष, सचिवहरू, राष्ट्र सेवक कर्मचारी, राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको 7औं अधिवेशनको पहिलो बैठकमा लुम्बिनी प्रदेश सभालाई पनि सहकार्यको लागि सहभागी गराउनु भएकोमा राप्ती गाउँपालिकाको यो 7औं अधिवेशनलाई धन्यवाद दिँदै यसको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु। नेपालको संविधानको धारा 232 ले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यलाई सुनिश्चित गरेको छ र नेपालको संविधानको धारा 222 अनुसार हरेक गाउँपालिकामा गाउँ सभाको गठन गरिने भनेको छ। सो अनुसार तपाईँले काम गरिराख्नु भएको छ। मलाई लाग्छ नेपालको संविधान धेरै प्रगतिशील छ। नेपालको संविधानको व्यवस्था, संवैधानिक व्यवस्थाहरूमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताको सिद्धान्तलाई पहिलो प्राथमिकतामा राखिएको छ र नेपालको शासन प्रणालीलाई विकेन्द्रीकरणको सिद्धान्तको आधारमा अधिकार प्रत्यायोजन गर्दै स्थानीय तह, प्रदेश तह र सङ्घ गरी 3 तहको शासन प्रणाली सुनिश्चित गरिएको छ। 3 तहको शासन प्रणाली मध्येमा स्थानीय तह निकै प्रभावशाली, निकै जनमुखी र निकै सबल बनाउने संवैधानिक व्यवस्था छ। सो अनुसार आज जनताले चुनेका जनप्रतिनिधिहरूको सभामा एउटा तहको जनप्रतिनिधिसँग अर्को तहको सहकार्यको व्यवस्था जो हामीले कानुनमा राखेका छौँ, सो अनुसार आज म यो सभामा उपस्थित भएको छु। विशेष गरेर कानुन निर्माण गर्ने तहमा व्यवस्थापिकाको भूमिका प्रभावकारी हुन्छ। आज हजुरहरू स्थानीय तहको व्यवस्थापिकाको भूमिकामा हुनुहुन्छ। आज हजुरहरूको सरकारको भूमिकामा, हजुरहरू कार्यपालिकाको भूमिकामा हुनुहुन्न, हजुरहरू व्यवस्थापिकाको भूमिकामा हुनुहुन्छ। त्यसकारण मैले आज व्यवस्थापिकाको भूमिकामा रहेको हुनाले आज अध्यक्ष, उपाध्यक्ष र सभाको सचिव यता राखिएको छ। त्यसमा विशिष्ट व्यक्तित्वहरूलाई बोलाउने कानुनी व्यवस्था भएको हुनाले आज लुम्बिनी प्रदेश सभाको सभामुखले बोलाउनु भएको छ। मूल रूपमा हेर्दाखेरि मैले सुरुमै सम्बोधन गर्दा मान्यज्यूहरू किन भने भन्दा यो गाउँ सभा, प्रदेशको प्रदेश सभा र सङ्घको प्रतिनिधि सभा वा राष्ट्रिय सभा, सबै सभाका सदस्यहरू मान्य सदस्यहरू आज तपाईहरु गाउँ सभामा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, लोकल पार्लिमेन्टमा हुनुहुन्छ। तपाईहरु गाउँ सभाका सबै मान्य सदस्यहरूलाई म के भन्न चाहन्छु भने हाम्रो भूमिका विकास निर्माण हो, तर हाम्रो भूमिका कानुन निर्माण पनि हो। आज हामी कानुन निर्माण गर्ने थलोमा छौँ, कानुन निर्माण गर्ने प्रक्रियामा छौँ र आज हामी त्यो कानुन निर्माण गर्ने प्रक्रिया अन्तर्गत आज बजेट निर्माणको प्रक्रियामा पनि छौँ। त्यसकारण सरकारले कानुन निर्माण गर्ने होइन, सभाले कानुन निर्माण गर्ने हो। गाउँ सभाले कानुन निर्माण गर्छ, गाउँ सरकारले, गाउँपालिका सरकारले चाहिँ कार्यान्वयन गर्छ। तपाईहरुको एउटै बोडीले दुईटा काम गर्नुपर्छ। जस्तै सङ्घमा सरकार पनि छ, संसद पनि छ, प्रदेशमा सरकार पनि छ, संसद पनि छ, तर स्थानीय तहमा सरकार, संसद एउटै छ। अलिकति फरक छ, मोडेल फरक छ।
जस्तै संघीय शासन प्रणाली र प्रदेश शासन प्रणालीमा संसदीय शासन प्रणालीको व्यवस्था गरिएको छ, जहाँ गाउँ जनताले चुनेका जनप्रतिनिधिहरूले सरकार बनाउँछन् र जनप्रतिनिधिहरूले बनाएको सरकारले शासन सञ्चालन गर्छ। संघ र प्रदेशको अवस्था यस्तो छ जसलाई हामी संसदीय व्यवस्था भन्छौँ, पार्लियामेन्ट्री सिस्टम भन्छ हामीले चाहिँ। तर स्थानीय तह त्यस्तो छैन। स्थानीय तह सिधा जनताद्वारा निर्वाचित सरकार प्रमुख छ, सिधा जनताद्वारा निर्वाचित सरकारको उपप्रमुख छ, सिधा जनताद्वारा निर्वाचित मन्त्रीहरू हुनुहुन्छ। अहिले कार्यपालिका सदस्यहरू सबै मन्त्रीज्यूहरू हो। अनि स्थानीय तहबाट प्रत्यक्ष निर्वाचित गाउँसभा सदस्यहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी वडा सदस्यदेखि पालिका प्रमुखसम्म सबै जनताद्वारा निर्वाचित जनप्रतिनिधि भएको हुनाले यो पार्लियामेन्ट्री सिस्टम होइन, यो चाहिँ प्रेसिडेन्सियल सिस्टम हो, राष्ट्रपतीय प्रणाली हो। यो चाहिँ हाम्रो नेपालमा संघीय शासन प्रणालीमा दुईटा अभ्यास भइरहेको छ। संघ र प्रदेशमा पार्लियामेन्ट्री सिस्टमको अभ्यास भइरहेको छ भने स्थानीय तहमा प्रेसिडेन्सियल सिस्टमको अभ्यास भइरहेको छ। त्यही भएर स्थानीय तह दिगो छ, स्थानीय तह बलियो छ, स्थानीय तह सबल छ। स्थानीय तहमा एकपटक चुनिसकेपछि गाउँपालिकाले 5 वर्षसम्म निर्धक्क आफ्नो योजना अगाडि बढाउन सक्छ, हरेक वर्ष बजेट प्रस्तुत गर्न सक्छ। तर प्रदेश र संघमा 5 वर्षसम्म एउटै प्रधानमन्त्रीले एउटै मुख्यमन्त्रीले कहिले पनि बजेट प्रस्तुत गर्न सक्दैन। 5 वर्षसम्म नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै शासन गर्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हो, जसले 3 वर्ष गर्नुभयो। त्यसपछि नेपालको इतिहासमा सबैभन्दा लामो शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली। योभन्दा अघिल्लो कार्यकाल नेकपाको कार्यकालमा उहाँले 3 वर्ष शासन गर्नुभयो। अनि बाँकी अरू सबै सामान्य प्रधानमन्त्रीहरूले 9 महिना, 12 महिना, 15 महिना, 18 महिना यस्तै प्रकारका कार्यकाल पूरा गर्नुभएको छ। यो के हो भन्दा यो संसदीय व्यवस्थाको सबैभन्दा कमजोर पक्ष हो। यही समस्या संघ र प्रदेशमा छ तर स्थानीयमा छैन। यो हजुरहरू सौभाग्यशाली हुनुहुन्छ। त्यसकारण म भन्छु कि नेपालको इतिहासमा स्थानीय तह, हाम्रो नेपालको इतिहासमा स्थानीय तह 753 वटा स्थानीय तह स्थिर छ, सबल छ, सक्षम छ। आज नीति तथा कार्यक्रम मैले अध्यक्षज्यूको प्रस्तुतिसँगै मैले अध्ययन गर्ने अवसर पाएँ। यो नीति तथा कार्यक्रम साँच्चै कार्यान्वयन हुने हो भने संघीयता धेरै बलियो हुन्छ। तपाईँहरूले गर्नु पनि भएको छ। लामो समयदेखि 3 वर्षको कार्यकाल अभ्यास भयो तपाईँहरूको। तेस्रो पटक अधिवेशन सञ्चालन गर्दै हुनुहुन्छ। अध्यक्षज्यूले नीति तथा कार्यक्रम पेश गर्दै हुनुहुन्छ र यसमा चाहिँ हरेक पटकमा चाहिँ केही धेरै जसो निरन्तरता भन्नुभएको छ, किनकि योभन्दा अगाडि नै प्रस्तुत गरिसके हुनाले त्यो कामको निरन्तरता छ। अध्यक्ष कार्यक्रम छ, उपाध्यक्ष कार्यक्रम छ, धेरै महत्त्वपूर्ण कार्यक्रमहरू छन्। अध्यक्षलाई जनतासँग जोड्नु भएको छ, उपाध्यक्षलाई जनतासँग जोड्नु भएको छ, जनप्रतिनिधिसँग जनता भन्ने कार्यक्रम राख्नु भएको छ। सबै वडाध्यक्ष र वडा सदस्यज्यूहरू सिधा त्यो कार्यक्रममा हुनुहुन्छ। यो भनेको जनसेवाको कार्यक्रम। त्यसकारण संघीय शासन प्रणालीमा संघले नीति निर्माणको काम गर्ने, प्रदेशले विकास निर्माणको काम गर्ने र चाहिँ स्थानीय तहले सेवा प्रवाहको काम गर्ने हो। यी 3 तहको सरकारले 3 प्रकारको काम गर्ने हो। तर हाम्रो अलिकति मिलेको छैन। हामी अलिअलि अभ्यासमा छौँ। नयाँ अभ्यास भएको हुनाले कहिले कसो हामी सबै मैले गर्ने भन्ने जस्तो हुन्छ। विकास पनि मैले गर्ने, विकास निर्माण पनि मैले नै गर्नुपर्ने, नीति निर्माण पनि मैले नै गर्नुपर्ने, सेवा प्रवाह पनि मैले नै गर्नुपर्ने भन्ने जस्तो कहिले कसो त्यस्तो हुन्छ। तर त्यो होइन। संघीय शासन प्रणालीमा संसारको अभ्यास हेर्नुहुन्छ भने यही भारत भन्ने हेर्नुहोस्, सबै 28 वटा चाहिँ त्यहाँ राज्यहरू छन्। अनि सिधा केन्द्र शासितसँग 30-31 वटा छन्। तर चाहिँ 28 वटा राज्यमा स्वायत्त छन् तिनीहरू। उनीहरूले आफ्नै 28 वटा राज्यमा सँगै निर्वाचन कहिले हुँदैन भारतमा चाहिँ। आफ्नो स्वायत्तता छ त्यहाँ चाहिँ। कर्मचारी स्वायत्त ढङ्गले भर्ती हुन्छ, सुरक्षाकर्मी स्वायत्त ढङ्गले भर्ती हुन्छ, बजेट स्वायत्त ढङ्गले बन्छ, अधिवेशन स्वायत्त ढङ्गले हुन्छन्, सबै स्वायत्त प्रकारका छन्। संघीय शासन प्रणालीले नीति मात्रै निर्माण गरिदिएको छ। उसले संविधान अनुसार उसले काम गर्यो, गार्जियनसिप लिएको छ, उसले अन्तर्राष्ट्रिय महत्त्वको काम गरेको छ, उसले राष्ट्रिय महत्त्वको काम गरेको छ। अरू सानातिरा कुरामा प्रदेशलाई कहिले पनि, स्टेटलाई कहिले पनि दखल गर्दैन उसले चाहिँ। हो त्यो अभ्यास हामीले चाहिँ यहाँ गर्न सकेका छैनौँ। अमेरिकामा 50 वटा राज्य छन्। अमेरिकामा 50 वटा राज्यमा 50 प्रकारका ऐनहरू छन्।
सबै स्टेटहरुको सबै राज्यका आफ्ना विशेषताहरू छन्। कोही हिमालमा राज्य छन्, कोही तराईमा राज्य छन्, कोही गर्मी राज्य छन्, कोही मध्यपखालका छन्, कोही अप्ठ्यारो समथर भूमिका राज्य छन्, कोही हिमालय हिमालका पहाडी भागका राज्य छन्। राज्यका हरेक विशेषताहरू छन्। भारतमा त्यस्तो खालको छ। थुप्रै कोही हिमाली राज्य पनि छन्, तराईका राज्य पनि छन्, अनि चाहिँ मध्यपखालका राज्य पनि छन्। त्यसैले हाम्रो नेपालमा पनि 7वटा प्रदेश छ। 7वटा प्रदेशमा हामीले पूर्वदेखि पश्चिमसम्मको चाहिँ राज्य मिलाउँदाखेरि हामीले उत्तर दक्षिण मोडेलबाट मिलाछौँ कि लुम्बिनी प्रदेश र कर्णाली प्रदेश मात्रै हो र गण्डकी प्रदेश, 3वटा मलाई लाग्छ 2वटा प्रदेश मात्रै, किनकि दुवै राज्यलाई छुँदैन। चाहिँ लुम्बिनी प्रदेशले तराईतिर छुन्छ, दक्षिणको छिमेकी राष्ट्रसँग सीमा जोड्छ, तर उत्तरकोसँग लुम्बिनीले सक्दैन। कर्णालीले चाहिँ दक्षिणकोसँग सक्दैन, उत्तरसँग सीमा जोडिएको छ। अधिकांश सबै 5वटै प्रदेशहरू उत्तर दक्षिण सीमा जोडिएको छ। त्यसले गर्दा हाम्रो संरचना उत्तर दक्षिणको संरचना छ, अभ्यास छ। त्यसकारण हामीले नयाँ अभ्यासमा जाँदाखेरि स्थानीय तहमा 753वटा स्थानीय तहहरू, हिमाली स्थानीय तह, पहाडी स्थानीय तह, तराईका स्थानीय तह सबै ठाउँमा हेर्दाखेरि स्वाभाविक रूपमा अलिक विशेषता फरक छन्। यहाँ तपाईँले आदिवासी जनजातिको विशेषताहरू दिनुभएको छ। आदिवासी जनजातिहरूमध्येमा विशेष गरेर तराईको चाहिँ विशेष गरेर भित्री मधेसको चाहिँ तराईका थारू समुदाय आदिवासी समुदायको प्राथमिकता पुरा गर्नुभएको छ, मगर समुदायको प्राथमिकता पुरा गर्नु छ, अरू आदिवासी जनजातिहरूको प्राथमिकता पुरा गर्नुभएको छ। त्यहाँ हाम्रो सबै प्रदेशमा फरक फरक छ। पूर्वतिर राई लिम्बूको बाहुल्य बढी छ, तर त्यतातिर गुरुङ मगरहरू छैन। मध्यतिर नेवार र तामाङको बाहुल्य छ, यहाँ राई लिम्बूहरू छैन। अनि पश्चिमतिर गुरुङहरू, यहाँ चाहिँ मगर र थारूको बाहुल्य छ, यहाँ अरू राई लिम्बूहरू छैन। सुदूरपश्चिममा चाहिँ खसारीहरूको बाहुल्य छ, अरू छैनन्। यसरी हेर्दा हाम्रो नेपालको संरचना कस्तो छ भने पूर्वदेखि पश्चिमसम्म जाँदाखेरि मिश्रित प्रकारको छ। अलिअलि प्रदेशमा एकल टाइपको देखिन्छ, मेजोरिटी देखिन्छ, होइन भने अल ओभर हेर्दाखेरि के देखिन्छ, मिश्रित देखिन्छ। हो ठिक त्यस्तै हाम्रो राप्ती गाउँपालिकामा पनि मिश्रित छ। यहाँको चाहिँ आदिवासी थारू समुदाय र बसाइ सराई गरेर आएका पहाडी समुदायको बिचमा सम्मिश्रण भएर हामीले प्रगति गरेका छौँ। मैले यहाँ चाहिँ अब मतलब अध्यक्ष वडा अध्यक्षज्यूहरूको मैले नेमप्लेट हेर्दाखेरि अधिकांश वडा अध्यक्षले लेखेका छैन। सभासद सायद मलाई लाग्छ अघिल्लो रोमा कार्यपालिका सदस्य र गाउँ अब वडा अध्यक्ष नै हुनुहोला जस्तो लाग्छ। 9वटा गाउँपालिका वडाका अध्यक्षहरू मध्येमा 5वटा चाहिँ थारू समुदायको हुन्छ। मलाई खुसी लाग्यो। संहिता भनेकै यही हो। संहिता भनेकै यही हो। सत्ताको पहुँचमा नभएकाहरू सत्ताको पहुँचमा पुगे। यो नै संहिता। संहिताको खास अर्थ यो राज्यको मूल प्रभावबाट बाहिर परेका आजको राज्यको मूल प्रभावमा छ। आदिवासी जनजाति थारू मगर र गुरुङबाट एक जना छन्। खसारीबाट 2 जना हुनुहुन्छ। स्वाभाविक रूपमा समावेशी प्रकारको जनताले पनि समावेशी प्रकारका जनप्रतिनिधि निर्वाचित गरेर पठाउनु भएको छ। नेतृत्व समावेशी प्रकारको छ। यहाँ चाहिँ अब मतलब कार्यपालिका सदस्यज्यूहरूको पनि संरचना म त्यो देख्छु। खसारी साथी 2 जना हुनुहुन्छ, अनि चाहिँ थारू समुदाय 2 जना हुनुहुन्छ। यसरी हेर्दा सबै वडा सदस्य मतलब गाउँ सभा सदस्यहरूको संरचना म त्यस्तै देख्छु। यो के हो भन्दाखेरि संघीय शासन प्रणाली ल्याएको चित्र हो। यो संघीय शासन प्रणाली ल्याएको एउटा वास्तविक तस्बिर हो। हामीले अहिले चाहिँ प्रत्येक वडामा दलित समुदायको 1 जना अनिवार्य महिला भनेर हामी नभनेको भए 6753वटा वडामा दलित समुदायको प्रतिनिधित्व हुन थियो। हामी खोजी संविधानले त सुनिश्चित गरेको छ, अनिवार्य भनेको छ। निर्वाचन आयोगले मान्दैन। एउटा दलित महिला सदस्य प्रत्येक वडामा नहुने हो भने निर्वाचन आयोगले मान्दैन। एउटा खुला महिला सदस्य प्रत्येक वडामा नहुने हो भने त्यो पनि निर्वाचन आयोगले मान्दैन। अनि त्यसबाट पनि छुटेकाहरूलाई बल्ल पछि कार्यपालिका सदस्यमा मनोनयन गरिन्छ। विशेष गरेर दलित समुदाय र अल्पसंख्यक समुदायबाट मनोनयन गरिन्छ छुटेकाहरू। त्यसैले गर्दा यो हाम्रो अहिलेको संहिताको खास सुन्दरता के हो भने सामाजिक समावेशिता हो। सामाजिक न्यायको सिद्धान्तलाई प्रभावकारी तरिकाले राज्य संरचनामा सेटिङ गर्ने हो, राज्य संरचनामा प्रतिनिधित्वको सुनिश्चित गर्ने हो। यसले गर्दाखेरि यो अहिलेको सुन्दरतालाई हाम्रो आजको तस्बिरले पनि धेरै अगाडि बनाउने एउटा हामीलाई त्यो चित्र दिएको छ। त्यसले गर्दा हामीले त्यो देखाएको संहिताको झलक दिएको छ। त्यसकारण म के भन्न चाहन्छु भने सबै मान्य सदस्यहरूलाई कि तपाईँहरू आज बजेट निर्माणको समयमा हुनुहुन्छ। बजेट नियमित रूपमा हेर्दाखेरि परेको अधिवेशनलाई बजेट अधिवेशन भनिन्छ, हिउँदे अधिवेशनलाई कानुनको अधिवेशन भनिन्छ, कानुन निर्माणको अधिवेशन भनिन्छ, विधेयक अधिवेशन भनिन्छ। अहिले हामी बजेट अधिवेशनमा छौँ। बर्खी अधिवेशन भनेको बजेट अधिवेशन हो, हिउँदे अधिवेशन भनेको कानुन अधिवेशन हो, कानुन निर्माण गर्ने अधिवेशन हो। तर कतिपय कानुनहरू हामीले अहिले पनि बनाउनु पर्ने हुन्छ। आवश्यक पऱ्यो भने अहिले पनि हामी अर्थ विधेयकहरू अहिले नै पेश गर्नुपर्ने हुन्छ। अर्थ सम्बन्धी कानुनहरू अहिले नै पारित गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हाम्रो
संरचना हाम्रो सुन्दरता संहिताको झलक दिने खालको भएको हुनाले स्वाभाविक रूपमा म चाहिँ तपाईँलाई यो संहिताको असल अभ्यास मान्छु। तपाईँहरूबाट म धेरै कुरा सिक्नुपर्छ। मैले यहाँ धेरै कुरा सम्झना हेरेँ। योभन्दा अगाडि पनि म चाहिँ सर्वरानी गाउँपालिकामा मलाई त्यहाँ निम्तो थियो। म त्यहाँ जाँदाखेरि त्यहाँ पहाडका साथीहरूको उपस्थिति हेर्दाखेरि अधिकांश मगर समुदायको प्रतिनिधित्व गाउँपालिकाको अध्यक्ष नै दलित समुदायबाट हुनुहुन्छ। यसरी हेर्दा उत्पीडित समुदायहरू जहाँ पनि सत्ताको पहुँचमा पुगेको देख्छु म। यही नै संहिता हो नि। संहिता भनेको त यही हो नि त। अपमानितहरू सम्मानित हुनु नै संहिता हो नि त। विभेदमा परेकाहरू चाहिँ विभेदमा नपर्नु पनि संहिता हो नि त। त्यसले गर्दा यो संहिताको राम्रो अभ्यास छ। जहाँसम्म विकास निर्माणको जो कुरा छ, तपाईँहरू राजधानीमै हुनुहुन्छ। तपाईँहरू राजधानी भएकै पालिका हो तपाईँहरू चाहिँ। मेरो कार्यकाल योभन्दा अघिल्लो कार्यकालमा बुटोलमा 5 वर्ष बिताइयो। हामीले नै निर्णय गरेर सर्वसम्मत निर्णय गरेर हामीले चाहिँ यहाँ राजधानी यो ठाउँमा सार्यो। किनकि हामीलाई बाँके हेर्नु, बाँके बर्दिया हेर्नु पर्यो, रोल्पाको हेर्नु पर्यो, दुर्गम पूर्वको चाहिँ पाल्पारा चाहिँ नवलपरासीहरू, गुल्मीका रेसुङ्गाहरू हेर्नु पर्यो। सबै ठाउँबाट सेन्टर हेर्दाखेरि भालुवाङ सर्वोत्तम लाग्यो। भौगोलिक हिसाबले भालुवाङ सर्वोत्तम लाग्यो। हामीले त्यसकारण यो ठाउँलाई प्रदेश सभाले 2/3 बहुमतले पारित गरेर हामीले यो राजधानी भालुवाङमा ल्यायौँ। राप्ती गाउँपालिकाको तत्कालीन अध्यक्षज्यूको निकै ठुलो भूमिका छ। राप्ती गाउँपालिकाको तत्कालीन अध्यक्ष अर्थात् त्यो टिमको निकै ठुलो भूमिका छ कि राजधानीमा मन्त्रीज्यूलाई क्वार्टर थिएन, मुख्यमन्त्री बस्ने ठाउँ थिएन, कैयौँ समस्या थिए। तर फेरि गाउँपालिकाले पुरै काँडमा भोगेर प्रदेश सरकारलाई स्थापित गरायो। त्यसको निम्ति म राप्ती गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु। त्यसैको निरन्तरतामा अहिले तपाईँहरूले संरचना बनेका छन्। तपाईँहरूले यसो हेर्दा जनतालाई केही पाएन। मान्य सदस्यहरूको ठुल्ठुला भवनहरू बने, कर्मचारी साथीहरूको ठुल्ठुला भव्य भवन बने, महल बने, सिंहदरबार बने, तर चाहिँ जनतालाई कुनै त्यस्तो सुविधा भएन भन्ने आलोचना हजुरहरूले पाउनु भएको छ, हजुरहरूले सुन्नु परेको छ। त हामीले पनि अलिअलि तपाईँहरू मार्फतै सुनेका छौँ। तर के हुन्छ भने ठुलो काम साँच्चै भन्ने भने संहिताको कार्यान्वयन लुम्बिनी प्रदेशबाट भएको छ। म तपाईँहरूलाई आज पनि मैले त्यहाँ एउटा कार्यक्रममा भने नेपाल सरकारका महाधिवक्ता समेतको उपस्थितिमा सर्वोच्च अदालतको माननीय न्यायाधीशज्यूको उपस्थितिमा महत्त्वपूर्ण कार्यक्रम चलिरहेको छ। म त्यहाँ जाँदैछु। त्यहाँ पनि मैले भने कि लुम्बिनी प्रदेशलाई त सङ्घीय सरकारले पुरस्कार दिनुपर्छ। सङ्घीयताको कार्यान्वयनमा लुम्बिनी प्रदेश असाध्य अगाडि गएको छ। आफ्नै भूगोलमा, आफ्नै संरचनामा आफै अभ्यास गरे, सङ्घीयताको अभ्यास गरिरहेको छ। अरू प्रदेशमा त्यस्तो देखिँदैन। सङ्घ आफै पनि अहिले नयाँ बल्ल पार्लियामेन्ट भवन बनाउनेछ। त्यसमा स्थानीय तह राप्ती गाउँपालिकाले राजधानी ठिकै छ। अलिअलि विकास निर्माणको कुराहरू अध्यक्षले अलिअलि पेश गर्नुहुन्छ, तर कहिले कसो चाहिँ नपर्दाखेरि चिन्ता हुन्छ। तपाईँहरू आफैले पनि एउटा अध्यक्षहरूले पेश गर्नुहुन्छ, कहिले कसो भने नपर्दाखेरि चिन्ता हुन्छ। के हो यो? यत्रो राजधानी छ, हामी त राजधानी राखेकै छौँ, ओडालाई बसालेकै छौँ, सभामुखलाई ओडा कार्यालयमा राखेकै छौँ, मन्त्रीलाई घरै दिएका छौँ, पालिका भवन एउटा फ्लेटै दिएका छौँ, अरू वडा कार्यालय दिएका छौँ। किन सहयोग हुन्न? के हो यो भन्ने कहीँ कहीँ भिड पर्छ। तर त्यस्तो कुरा होइन। हामी के गर्छौँ भने तपाईँहरू स्वायत्त हुनुहुन्छ, बजेट निर्माणमा नपुगेको कुरा समानीकरण अनुदानबाट आउँछ, विशेष अनुदानबाट आउँछ, सम्पूरक अनुदान आउँछ, होइन, सशर्त अनुदानबाट, 4वटा अनुदानबाट तपाईँहरूलाई योजनाहरू आएकै हुन्छ। त्यही हो। एक्स्ट्रा अलिकति चाहिँ विकासमा छ भने एक्स्ट्रा सपोर्ट भयो भने हामीले भनेका अनुसार हुन्थ्यो कि भन्ने खालको चाहिँ छ तपाईँहरूलाई। तर हाम्रो कस्तो टाउन प्लानिङ कस्तो छ भने प्रदेशको गुरु योजना चाहिँ अधिकांश राप्तीको सबै ठाउँलाई राजधानीभित्र पारिएको छ। तपाईँहरूलाई 3-4 वर्ष भयो हरेक जनताले चाहिँ अब आफ्नो लाभ फारमलाई अब बेचबिखनको निम्ति लामो समय रोक्नमा पर्यो। अहिले चाहिँ किट्टा काटकी चाहिँ एक कट्टादेखि माथि किट्टा काट गरेर दिने भन्ने नीति प्रदेश सरकारको रहेको छ। तपाईँहरूले ब्याङ्कमा चाहिँ आफ्नो चाहिँ लाभ फारम राखेर कारोबार गर्न पाउने रोकिएको थियो, त्यो छुटो ठुकुवा गरिएको छ। र अरू कैयौँ अब टाउन प्लानिङका कामहरू, ल्यान्ड पुलिङका कामहरू पनि समय धेरै जसो अब अगाडि बढेको छ र नमिलेको ठाउँमा मिलाउने गरी प्रदेश सरकारले सहजीकरण गरिरहेको छ। त्यसकारण म के भन्न चाहन्छु भने तपाईँहरूको बिचमा हामी बसेका छौँ, तपाईँहरूकै काँडमा हामी टेकेका छौँ र तपाईँहरू बलियो हुनुभयो भने हामी बलियो हुने हो। त्यसकारण तपाईँहरूलाई स्थानीय सरकारले सहयोग गर्ने कुरामा प्रदेश संसद, प्रदेश सभा र प्रदेश सरकार प्रतिबद्ध छ। कतिपय कुराहरू भनेको कुरा नपुग्दाखेरि, आफूले चाहेको विषय प्राप्त नहुँदाखेरि कहिले कसो तनाव पैदा हुन्छ। त्यो तनावलाई व्यवस्थापन गर्नु होला। यहाँ ध्यान गर्ने, योग गर्ने के राख्नु भएको छ यहाँ, होइन। त्यसले गर्दा कहिले कसो तनाव मुक्त पनि हुनुपर्छ। यस्ता व्यवस्थापनहरू पनि तपाईँले राख्नु भएको छ, खुसी लाग्यो मलाई चाहिँ। त्यसकारण हामीले प्रदेश सरकारको माननीय मुख्यमन्त्रीज्यू पनि प्रतिबद्ध हुनुहुन्छ। छिटोभन्दा छिटो हामीले जनताको सेवालाई
अलि अगाडि बढाइदिउँ भन्ने कुरामा हामी आफै पनि सभामुख, हामी सबै चाहिँ अब उपसभामुख हामी सबै प्रतिबद्ध छौँ कि हजुरलाई जति सकिन्छ राप्ती गाउँपालिकालाई प्राथमिकतामा राखौँ, हरेक योजनामा राप्ती गाउँपालिकालाई प्राथमिकता राखेर काम गरौँ भनेर भन्ने हाम्रो नीति नै छ। त्यसकारण अन्त्यमा म के भन्न चाहन्छु भने तपाईँहरूको यो अधिवेशन अहिले आर्थिक सङ्कट छ, आर्थिक मन्दी छ, त्यसको बीचबाट पनि बजेटलाई ल्याउनै पर्ने हुन्छ। सङ्घीय सरकारले पनि मन्दीको बीचबाट, आर्थिक सङ्कटको बीचबाट अब 19 खर्बको बजेट अगाडि सारेको छ। प्रदेश सरकारले पनि मलाई लाग्छ 32 अरबमै रोकिने भन्ने थियो, तर चाहिँ धेरै प्रेसर बढेको हुनाले, प्रेसर थेग्नै नसक्ने अवस्था सिर्जना भएको हुनाले, जनताका विकास निर्माणका मागहरू चाङ भएको हुनाले मन्त्रीज्यूले चाहिँ अलिक फ्लेक्सिबल भएर बजेटलाई 38 अरब 38.5 अरबको आसपासको बजेट अगाडि लुम्बिनी प्रदेश सरकारको पनि पुगेको छ। त्यसकारण अब त हजुरहरूले पनि आफ्नो गच्छे अनुसारको चाहिँ योजनाहरू अगाडि एउटा बजेट अगाडि बढाउनु होला। तपाईँहरूको अलिकति समस्या कहाँ देख्छु मैले भने तपाईँ त भाग्यमानी मान्छे हो कि राप्तीको बगरलाई तपाईँले परिचालन गर्न पाउने हो भने सबैभन्दा बढी स्रोत तपाईँहरूको छ, भइसकेको छ। हामी साहसिक अब चाहिँ ऱ्याफ्टिङको सुरुवात पनि भइसकेको छ। यो दुईटालाई यही पनि राख्नुपर्छ नीति तथा कार्यक्रममा, पहाडमा प्याराग्लाइडिङ अनि चाहिँ नदीमा चाहिँ ऱ्याफ्टिङ, यसको व्यवस्थापनले पनि धेरै पर्यटकलाई आकर्षण गर्न सकिन्छ। यहाँ चाहिँ अर्ग्यानिक पालिका राप्ती भनेर यहाँ चाहिँ पहाडतिर कोदोको चाहिँ अब ढिँडोहरू रोटीहरू खाने, तराईतिर आएर चाहिँ यहाँको चाहिँ अन्य थारू समुदायको मौलिक संस्कार र चाहिँ परिकारहरू खाने। यसरी हेर्दा थारू समुदायमा पनि होमस्टे, मगर समुदाय पनि होमस्टे बनाएर हामीले पर्यटकीय आकर्षणको काम राप्ती गाउँपालिकाले गर्न सक्छ। यहीँनिर तपाईँहरूको चाहिँ अब जखेर ताल उतातिर लम्बाइमा परे पनि अलिक त्यो मलाई ओरतिर पनि अलिक सानो ताल बनाउन सकिन्छ। राप्तीले चाहिँ अलिक बनाउन खोजेको जस्तो देखिन्छ। एउटा वडामा त्यहाँ चाहिँ म देखेँ, म एकपल्ट गएको छु। यस्ता यस्ता पर्यटकीय क्षेत्रहरूलाई पनि तपाईँहरूले पहाडी क्षेत्रतिर अलिकति चाहिँ जटिला होला, तराई क्षेत्रमा समुद्र भूभागमा चाहिँ अलिकति छिटो विकास गर्न सकिन्छ। मैले हेरेको छु यहाँ कटेजहरू पनि बनेका छन्, प्रगति भइरहेका छन्। साथीहरूले होटेल पनि बनाउनु भएको छ, नयाँ नयाँ घर पनि बनाउनु भएको छ होइन। अब चाहिँ हामीले हेर्दा हरियाली होटेलको घरै बनिसक्यो, हरियाली होटेलको त्यत्रो होटेलै चलिसक्यो। अहिले त निकै चर्चित छ त्यो हरियाली होटेल, सबै भरेको भरे मान्छेको आय स्रोत बढेको छ, मान्छे प्रगति भइराखेको छ, राजधानीको प्रभाव परिराखेको छ। राजधानी आएको हुनाले नै साथीहरूको इच्छा शक्ति बढेको छ होइन। भोलि बिहान टाउन प्लानिङ सबै भयो भने तपाईँको घडेरीको मूल्य धेरै माथि जान्छ, आकर्षण बढ्छ। तपाईँ हामी फाउन्डर हो, फाउन्डरले अलिक दुःख पाउँछ, पछि बाँकी नयाँ पुस्तालाई चाहिँ राम्रो हुन्छ। यो मोडेलबाट जाउँ। यति कुरा मैले तपाईँहरूको बिचमा राख्दै लुम्बिनी प्रदेश सभालाई पनि हाम्रो गाउँसभा राजधानी रहेको राप्ती गाउँसभामा बोलाएर सहकार्यको प्रक्रियालाई औपचारिक रूपमा थालनी गर्नुभएको हुनाले म राप्ती गाउँपालिकालाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही राख्छु र यो गाउँसभा सफलताको शुभकामना दिँदै मेरो आफ्नो भनाइ अन्त्य गर्छु। यो विशेष सम्बोधनको क्रममा लुम्बिनी प्रदेश सभाका माननीय सभामुखज्यू श्री तुलाराम घरती मगरज्यूले उठान गर्नुभएका प्रसङ्ग, दिनुभएको सुझाव र प्रस्तुत गर्नुभएको भनाइहरू राप्ती गाउँपालिकाको लागि मार्गदर्शन बन्नेछ। अत्यन्तै व्यस्त समयका बावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरी हामीमाझ उपस्थित भई यस गरिमामय सभामा विशेष सम्बोधन गर्नुभएकोमा लुम्बिनी प्रदेश सभाका माननीय सभामुखज्यूप्रति उच्च सम्मान सहित हार्दिक आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गर्दछु। यस गरिमामय सभाका सदस्यज्यूहरू, अब म माननीय सभामुखज्यूको सम्मान उहाँको विदाई र मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको बेहोरा जानकारी गराउँदछु। Hotel.